धेरै धेरै धन्यवाद र तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। शिक्षा संस्कार र नेतृत्व विषयक आजको प्यानल डिस्कसनमा र विशेष धन्यवाद चाहिँ यो क्रिएटिभ स्टुडेन्ट युनियन जसले चाहिँ मध्यपश्चिम विश्वविद्यालयमा पछिल्लो समय यस्ता खालका सृजनशील कामहरू जसले चाहिँ बहस र डिस्कसनको एउटा फोरम पनि क्रिएट गरिरहेको छ र अन्य थुप्रै गतिविधिहरू पनि सञ्चालन गर्दै आइरहेको छ। खासमा आजको सेसनमा हामी नितान्त गैर राजनीतिक कुरा गर्नेछौँ अथवा राजनीतिक प्रसङ्गभन्दा फरक कुराहरू आज हामी यहाँ छलफलमा गर्नेछौँ र खासमा हुम्लाको एउटा गाउँ जो देशकै एउटा दुर्गम बस्ती, त्यो गाउँमा एकजना बालक जन्मिन्छ र त्यो बालकलाई चाहिँ यस्तो अवसर जुर्छ जो यो देशको राजा महाराजाहरू पढ्ने स्कुल बुढा नीलकण्ठ स्कुलमा चाहिँ कक्षा 10 सम्म एसएलसीसम्म पढ्ने पाउने अवसर मिल्छ। त्यो हुम्लाको गाउँबाट यो देशकै उत्कृष्ट विद्यालयमा पढ्दै गरेको त्यो बालकलाई फेरि यो विश्वकै शक्तिशाली संसारकै शक्तिशाली देशमा फेरि पढ्ने अवसर जुर्छ अमेरिकामा, त्यो पनि पाइलट जस्तो विषयमा। र अमेरिकामा पढ्दै गरेको एउटा त्यो युवा आफ्नै देशमा के गर्नुपर्छ भन्ने सोच चाहिँ नेपाल फर्किन्छ र वायुसेवा निगममा काम गर्ने उसको चाह हुन्छ। त्यति बेला देशको हालत त्यति साह्रो ठिक हुँदैन। त्यो युवा जानी नजानी बहुदल प्राप्तिको आन्दोलनमा सरेको हुन्छ र त्यो आन्दोलनमा घुमिँदै गर्दा उसलाई लाग्छ कि पाइलट पढ्यो भने चाहिँ 16 जनालाई उडाउने हो, यदि राजनीति गरियो भने त सिङ्गो देशलाई लिड गर्न सकिन्छ, आफ्नो ठाउँ बनाउन सकिन्छ भन्ने फिल हुन्छ। र त्यो एउटा युवा जसले चाहिँ अमेरिका जस्तो देशमा पाइलट पढिरहेको थियो, त्यो युवा फेरि ब्याक टु हुम्लाको गाउँमा जान्छ जसले चाहिँ आफ्ना जीवनका थुप्रै अवसरहरू त्याग्छ, नेपाली कङ्ग्रेस पार्टीमा आबद्ध हुन्छ, गाउँमा हुम्लाको गाउँमा पार्टी विस्तार गर्छ कङ्ग्रेसको। त्यस लगतै ऊ 22 वर्षको उमेरमा हुम्ला जिल्लाको कङ्ग्रेसको पार्टी सभापति बन्छ, जिल्ला विकास समितिको अध्यक्षमा निर्वाचित हुन्छ, पटक पटक सङ्घीय सरकारको मन्त्री बन्छ, संसद बन्छ र हुँदाहुँदै यो प्रदेशको मुख्यमन्त्री समेत बन्छ। त्यो बालक, त्यो युवा आज हामीसँग हुनुहुन्छ, माननीय जीवनबहादुर साईजी हुनुहुन्छ। उहाँलाई चाहिँ सर्वप्रथम यो स्टेजमा यो हार्दिक स्वागत गर्दछु र म आज कार्यक्रमलाई त्यति ढिला नगरिकन आजको हाम्रो पुरै जहाँसम्म लाग्छ आधा घन्टा के अरे 1 घन्टा 1.5 घन्टा हामी डिस्कसन गर्नेछौँ। त्यो डिस्कसनको अवधिमा हामी गैर राजनीतिक कुरा गर्नेछौँ। त्यो एउटा हुम्लाको गाउँमा जन्मिएको युवाले संसारकै देशकै र संसारकै उत्कृष्ट ठाउँहरूमा पढ्ने, त्यहाँ गएर चाहिँ अध्ययन गर्ने, घुम्ने अवसर कसरी प्राप्त गर्यो भन्ने विषयमा जान्नेछौँ र मूलतः आजको विषयमा केन्द्रित रहेर शिक्षा संस्कार र नेतृत्वमा फोकस गरेर कुराकानी गर्नेछौँ। म ढिला नगरिकन माननीय जीवनबहादुर साईज्यूलाई चाहिँ सुरुमै मैले त्यो हुम्लाको बाल्यकाल कस्तो थियो, ती विगतका दिनहरू, त्यहाँको हुम्लाको त्यो गाउँको तपाईँको बाल्यकालको अवस्था के थियो अलिकति स्मरण गराउन चाहे, कस्तो थियो अलिकति हामीलाई सेयर गरिदिनु। धन्यवाद यज्ञजी। त्यो बालक, त्यो युवा भन्नुभयो, अब त बुढो भइसक्यो। तपाईँहरू जस्तै हो, हिजो नर्सरीमा पढ्दा पढ्दै अब एमयुको ब्याचलर मास्टर पढ्ने भए जस्तै त्यो समय। अब विशेष गरेर तपाईँले जुन भन्नुभयो, कल्पना गर्नुहोस् म 2021 सालमा जन्मेको हो र म काठमाडौँ जाँदा अनि 7 वर्षको थिएँ। 29 सालमा काठमाडौँ पहिला नै। त्यो बेला हुम्ला कस्तो थियो होला, यहाँ हाम्रो दुर्गा भाइ हुनुहुन्छ, अस्ति भर्खर मात्र पुग्नु भएको। गाउँमा कहिले कहिले भन्ने गर्छौँ ठाउँका राजा नभए पनि गाउँका राजा थियो भने जस्तो। त्यो बेला कोही एउटा मुख्य ठौक्री परिवारमा जन्मेको हुनाले जसको धेरै चौरी छन्, घोडा छन्, भेडा छन्, अलि जग्गा धेरै छ, उनी अगुवा हुने हो। त्यस्तो परिवारमा जन्मिँदाखेरि भलै चिनाको भात, कोदाको रोटी, घिउ, मह, दुध, दही
टन्न खान पाउने भयो भने त्यही नै माथिल्लो लेभलको मान्छे चाहिँ हुन्थ्यो। अनि त्यसैले अब केमा हुर्किने, त्यही माटोमा हो, त्यही उसमा चाहिँ हुर्किए। अब धेरै मैले चाहिँ बाल्यकाल हुम्लामा बिताउन पाइनँ। 6-7 वर्षको उमेरमा जाँदाखेरि त्योभन्दा अगाडिका ऊ त अरू जस्तै हो, धुलम्बी जीवन बिताउने, भेडाको पछि हिँड्ने, घोडाको पछि हिँड्ने, त्यही नै हो। अब अलिकति ठुलो भइसकेपछि त 7 वर्षको उमेरमा म काठमाडौँ झरेँ। काठमाडौँ झरिसकेपछि म भानुभक्त मेमोरियल भन्ने स्कुल थियो पहिला, त्यहाँ पढेको 1 वर्ष। अनि 8 वर्षको हुँदा बुढा नीलकण्ठले त्यो बेला देशभरिमा एक्जाम लिन जान्थ्यो। अनि मैले चाहिँ हुम्लाको मान्छे काठमाडौँबाट जाँच दिएको थिएँ। हामीसँग एउटा भएको हुम्लाको भाइले साथीले चाहिँ उसले स्कलरसिप पायो। अब मेरो हकमा चाहिँ स्कलरसिप पाइएन। कारण के थियो भने हुम्लाको मान्छे काठमाडौँ पढ्न आउनेलाई त स्कलरसिप दिने कुरा भएन। अब जाँचमा पास भयो भने 50%। त्यो बेला बुढा नीलकण्ठको फी, त्यो राजाको छोरा हुन् या रङ्गको छोरा हुन्, फी तिर्नेको 250 हो महिनाको। स्कलरसिप त स्कलरसिप भइहाल्यो। अब 125 रुपियाँ तिर्नु पर्थ्यो। त्यो बेला त्यो 125 रुपियाँ पनि भयङ्कर ठुलो थियो। वार्षिक 1500 तिर्ने भनेको हुम्लाको मान्छेको लागि त्यति सहज चाहिँ थिएन। त्यसैले प्रायः जस्तो बालककाल चाहिँ काठमाडौँमै बित्यो राम्रो। अब त्यो काठमाडौँ पनि कस्तो थियो भने सानो बजार, ठुलो बजारै होइन, गाडीहरू सबै टु वे जाने बस्ने। अब अहिले जस्तो चाहिँ रिङ रोड नै एकदम क्राउडेड थिएन। अनि हामी बुढा नीलकण्ठमा पहिला भानुभक्त पानी पोखरीमा थियो। बुढा नीलकण्ठमा बस्दाखेरि बजार आउन त धेरै गाह्रो कुरो, स्कुलबाट तल आउनु चाहिँ धेरै गाह्रो हुन्थ्यो। अब त्यो साना साना हामी प्राइभेट स्कुलमा गाउँमा पढ्दाखेरिका त्यति साह्रो चाहिँ स्मरण चाहिँ छैन भएको, जति छ काठमाडौँ त्यतिकै छ। तर जीवन चाहिँ अहिले त दुखी छ भन्दा त्यतिखेर चाहिँ कति दुखी थियो होला भन्ने त्यो कल्पना गर्न सकिन्न त्यतिखेरको जीवन चाहिँ। बुढा नीलकण्ठमा पढ्न पाउनु चाहिँ जो कोहीको एक्सेस पनि हुँदैन र हुम्लाबाट तपाईँले चाहिँ काठमाडौँ पढ्नुपर्छ भन्ने चाहिँ कसरी त्यो भयो पारिवारिक रूपमा? किनभने एउटा हुम्लामा जन्मेको युवालाई, बालकलाई चाहिँ काठमाडौँ लिएर पढाउनुपर्छ भन्ने, अझ त्यो पनि संसारकै के अरे देशकै ठुला राजा महाराजाका छोराछोरीहरू पढ्ने ठाउँमा पढाउनुपर्छ भन्ने चाहिँ त्यो चेत तपाईँको परिवारमा कसरी आयो? अथवा त्यो के कुराले चाहिँ छोएछ र मेरो छोरालाई चाहिँ त्यहाँ पढाउनुपर्छ भन्ने भावना चाहिँ तपाईँको बुवामा आएछ? यसको बारेमा अलिकति बताइदिनु। तपाईँहरूले जो शिक्षा, संस्कार र नेतृत्व भनेर राखेको छ नि, मलाई चाहिँ के लाग्छ भने संस्कार, शिक्षा र नेतृत्व राखेर झन् राम्रो हुन्थ्यो कि जस्तो लाग्छ। सबैभन्दा ठुलो कुरो संस्कार रहेछ। मेरो बुवा पहिला अलिक व्यापारी पनि, त्यो बेला उहाँ जागिरी पनि हुनुहुन्थ्यो। राणाकालमा पुलिसको हवलदार त्यो भयो। तर मेरो बुवाको कारणले म काठमाडौँ पढ्न गएको होइन। मेरो मुवा क अक्षर नपढेको, क अक्षर पनि नपढेको, तर त्यो स्मरण शक्ति, त्यो क्षमता यस्तो अद्भुत थियो कि कुनै मान्छेलाई एकचोटि भेट्यो भने कहिल्यै पनि नबिर्सिने। कुन बेला भेटेको भन्दा यतिखेर भेट्यो। त्यो बेला घडीको चलन मलाई अहिले यति याद छ। घडी हेर्ने भन्ने चलन हुँदैन थियो। अब यतातिरको धेरै भाषा बुझ्ने भाइ बहिनीहरू पनि हुनु होला। 1 सल्ली बेल, 2 सल्ली बेल, 3 सल्ली बेल भनेर भन्थ्यो। यति बाँकी छ भने दिन त्यसरी काउन्ट हुन्थ्यो। यतिखेर मैले त्यो मान्छे भेटेको भन्ने हुन्थ्यो। अब सिमकोट हाम्रो त्यतिखेरको सदरमुकाम हो। त्यो बेला यहाँबाट जाने कर्मचारी भनेका एउटा न्यायाधीश, एउटा पिडिओ भनेर भन्दो रहेछ। त्यो बेला यो पछि चाहिँ एलडिओ भन्ने गरेछन्। त्यो बेला पिडिओ अनि सिडिओ, पिडिओ भनेको पञ्चायत विकास अधिकृत भन्ने त्यो रहेछ। त्यसै हुँदाखेरि अनि उनीहरूको कुरा सुन्ने, पढ्नुपर्छ, शिक्षित हुनुपर्छ, अनि यति ठुलो मान्छे हुन्छ भन्ने कुरा गर्दाखेरि अनि मेरो मुवालाई, मैले त मेरो छोरालाई अलि म सानो बच्चामा
चकचके पनि रहेछौँ भनौँ न। पढ्न खोज्नुभन्दा पनि भेडाच्याङ्ग्रासँग जाने, धेरै भेडाच्याङ्ग्रा भएका, त्यही रमाउने, त्यो भएको हुनाले अहिले पढाउनु पर्छ भन्ने कुरो। अब पढाउनलाई कहाँ, त्यो बेला त काठमाडौँ भनेर भनिँदैन थियो, नेपालमा पढाउन पायो भने एकदम राम्रो हुन्छ, जान्छन्, यस्तै पिडिओ हुन्छ, सिडिओ हुन्छ भन्ने कुरा चाहिँ। अनि पुलिसको पनि हाएस्ट पोस्टमा त्यो बेला ठानेदार, त्यो बेलाको हलदार भनेको अहिलेको एसएसपी जस्तो हुँदो रहेछ क्या, त्यति त्यो हाई लेभलको एकदम चौकी इन्चार्ज भन्यो भने, बढी भने ठानेदार भनेको अब असै। त्यो पढाउनु पर्छ र मैले मेरो छोरालाई पढाउनु। अब घरमा मलाई यति यो अहिले अलिकति हाम्रो ध्रुव सरहरूलाई थाहा होला, पुरानो पुस्ताका मान्छेहरू त्यो ठुलो भनेको के हुन्थ्यो भने त्यसले सिडिओ, डिएसपी भन्ने त त्यहाँ थिएनन्, न्यायाधीश थियो भने विदा भइसकेपछि जो कौडा खेल्ने, जुवा खेल्ने ती मान्छे चाहिँ एकदम ठुला। अहिले त अब कानुन लाग्ने भयो, त्यो बेला कानुन लाग्ने, कौडा हान्ने भनेपछि त्यस्तो गर्ने। अनि पिडिओ, सिडिओ, न्यायाधीशलाई पनि न्यायाधीश भन्दै नै थियो त्यो बेला, जिट्ठा अलिकति समाजका अलिक प्रतिष्ठित मान्छे भएर जुवा खेल्ने। जुवा भने त त्यस्तै हो। अनि हाम्रो बुवाले चाहिँ जुवा खेल्दा हारेपछि माथितिर हाम्रो कानमा चक्री लाउने चलन, नाकमा फुली धेरै जस्तो हो, सुल लाउने चलन। मान्छेले भन्दाखेरि त्यो हुम्ला जुम्ला यता भन्छन्, पाहाडतिर चाहिँ अब अहिले त हराएर गयो, यत्रा चक्री लगाएका हुन्थे, हातमा बाला हुन्थे। जुवा खेल्दाखेरि अनि जुवा हार्यो भने त्यो मुहाका गहना तानेर पनि खेल्न जाने। अनि मलाई के फिलिङ भएछ भने मैले मेरो छोरालाई पढाउन पाएँ भने त यस्ता कुराहरू हुँदैन होला। घरमा आएर म त्यतिखेर अब 7 वर्ष हो भने त करिब बुझ्ने भइसकेको थियो, सुन्ने यता। अनि पढा भनेर, पढाउँछु मेरो छोरालाई, पढाउन लान्छु भनेर मुहाले भन्ने, बुवाले गाली गर्ने, तैँले के गरी पढाउँछस्, काठमाडौँ नेपाल जस्तो ठाउँमा पढाउन त्यति सजिलो छ भनेर आज पनि मलाई झल्झल्ती आउँछ। मेरो बुवाले भनेको मेरो छोरालाई मेरो नाक कानको बेचेर पढाउँछु। त्यसरी होइन, त्यसरी मैले के भनेको, यो भनेको संस्कार हो। शिक्षाको कुरा पछि म गरौँला, शिक्षा भने एजुकेसन भनेको के हो भन्ने कुरो त सधैँ छ। अनि मेरै मुहाको बलले, हुनु त मेरो मुहा बुवा दुइटै हुनुहुन्न। मुहा चाहिँ यो माओवादी द्वन्द्वकालमा मेरो घरहरू सबै जलाउँदाखेरि उहाँलाई हार्ट एट्याक भएर बित्नुभयो, बुवा केही समयपछि बित्नुभयो, त्यस्तो। अनि त्यो बेला प्लेन थिएन, मोटरको कुरो त तपाईँले पढ्दै हुनुहुन्छ, भर्खर अब 1-1.5 वर्ष जति भयो, यताबाट बाटो जोडियो। अनि त्यहाँबाट जुम्ला आउनु पर्थ्यो, बोकेर ल्याए, कतिवटा लेक काट्नुपर्ने, मारुबोर भन्ने लेक काट्नुपर्ने, त्यहाँबाट डाँफे काट्नुपर्ने, त्योभन्दा अगाडि चङ्खिरी काट्नुपर्ने, चङ्खिरी पछि डाँफे काट्नुपर्ने, के अरे घुच्ची, अझ मुगुको घुच्ची काट्नुपर्ने, घुच्ची पछि डाँफे काटिसकेपछि बल्ल जुम्ला पुगिन्थ्यो। बोकेर ल्याए, डाँफे काट्नुभन्दा अगाडि हिमपात, आज जस्तै मैले त्यही कल्पना गरेँ कि मलाई पहिलो दिनमा बोकेर लाँदाखेरि त्यसरी हिउँ आएको थियो। अहिले पनि यहाँभित्र आउँदाखेरि पानी आयो कि बाहिर, सायद 59 वर्ष अगाडि कुरा। अनि त्यहाँबाट जुम्ला जान सकिएन, लेक काट्न सक्ने कुरो भएन। अनि त्यो सिजाको खोला त्यो धेरै बिर्सिसक्यो। अनि कालीकोट हुँदै बोकेर, त्यो बेला यहाँ पनि गाडी चल्दैन थियो, दैलेख पनि चल्दैन थियो, हिँडेर जाने हो। यहाँ चाहिँ 1-2वटा त्यो ट्रकहरू आउँदो रहेछ, ट्रक आउने रहेछ। अनि यो भेरीको खोला कतातिर त्यो डुङ्गाले तरेर गएको, त्यहाँबाट नेपालगञ्ज पुग्यो। यो महेन्द्र राजमार्ग थिएन, त्यहाँबाट रुपेडिया गएर त्यहाँ हुँदै गोरखपुर पुग्यो। अनि त्यही देखेको यत्रो मछेडहरू, यत्रो थियो कि मछेडहरू त्यहाँ। अनि यो बाहिरको बाटो भनेर त्यो बाटोबाट गयो, कति दिन लाग्यो, त्यसरी गएर त्यसरी म चाहिँ काठमाडौँ पुगेको। खासमा हुम्लाबाट सुर्खेत पुग्न अथवा सुर्खेतबाट काठमाडौँ पुग्न चाहिँ तपाईँलाई त्यो बेला कति दिन लागेको थियो? म त्यो बेला 1 महिनामा पुगेको। सुर्खेत पुगेकै 15 हो कि 16 दिन। अब त्यो बच्चाले हिँड्ने छैन, अलिअलि हिँड्यो, बोकेर जाने। 1 महिनामा काठमाडौँ पुग्यो। ठिक छ, उहाँ चाहिँ काठमाडौँ गइसकेपछि चाहिँ हुडा नीलकण्ठ जानुभयो हो। अनि काठमाडौँ पुग्यो होइन, मेरो बुवाको मनमा त कुनै पनि हालतमा काठमाडौँ पढाउने इच्छा छैन। त्यो बुढा नीलकण्ठको त कल्पनै थिएन। त्यो बेला भानुभक्त मेमोरियल
सिद्धार्थ अब अरू के रहेछ नि, त्यहाँ भानुभक्त मेमोरियल पनि राम्रो स्कुल हो। अनि मेरो बुवाको मनमा के रहेछ भने अब म यसलाई छोड्छु, यो छोडेपछि रुन्छ, रोएपछि अनि मैले बोकेर यसलाई फेरि फिर्ता लगिहाल्छु। अब त्यो तेरो छोराले मानेन, रोयो भन्ने बुवाको मनमा त्यो रहेछ। म चाहिँ त्यो सानसाना केटादेखि बल कहिले नदेखेको नि, त्यो स्कुलमा लगेर उता खेलाउन पठाएँ। यसो गरेर म त एकदम बल हान्न उता गइसकेपछि बुवातिर फर्किँदैन अघिर गएपछि म त्यसरी बसेको, नत्र म रोएको भए प्रयास त हुन्छ नि, कहाँ हो। बुढा नीलकण्ठमा चाहिँ अहिले पनि एडमिसन पाउन कुनै पनि बच्चाको लागि सपना हो खासमा। र त्यहाँभित्र प्रवेश पाइसकेपछि चाहिँ तपाईँ त हुम्लाबाट जानुभएको थियो, आखिर कर्णालीले हेर्ने दृष्टिकोण अहिले त यस्तो छ भने त्यो बेला झन् कस्तो थियो होला काठमाडौँमा। बुढा नीलकण्ठमा चाहिँ तपाईँले कतिको विभेद खेप्नु पर्यो, झेल्नु पर्यो, अथवा त्यहाँ कस्तो विभेद भयो तपाईँलाई चाहिँ, त्यहाँ सर्भाइभ गर्न तपाईँलाई कतिको सहजता असहजता भयो, त्यो पनि अलिकति सेयर गर्नु। त्यो स्कुलको चाहिँ अचम्मकै छ। अब अहिले त त्यति साह्रो छैन, त्यो बेला म थर्ड ब्याचको हो, फर्स्ट सेकेन्ड थर्ड 1975देखि चाहिँ फर्स्ट ब्याच चाहिँ त्यहाँ सुरु भएको। फर्स्ट ब्याचको तपाईँहरू कतिले यहाँ चिन्नुहुन्छ होला, कमल कार्की, यही सुर्खेतकै हुन्छ, उहाँ फर्स्ट ब्याचको हो। अनि सेकेन्ड ब्याचको शेरबहादुर चन्द भन्ने हुनुहुन्थ्यो दैलेखको। अनि हाम्रो स्कुलमा के हुन्थ्यो भने पहिलो मान्छे लग्यो भने उसको दाई बनाइन्थ्यो। अब सेकेन्ड ब्याचका मेरो दाई हुने भयो, एउटाको जिम्मा लाउने भयो, त्यहाँ टोइलेट कसरी जाने, क्लासरुममा कसरी जाने, अर्को कसरी जाने भनेर। त्यहाँ चाहिँ त्यो स्कुलको वातावरण यस्तो थियो कि को धनी को गरिब भन्ने चाहिँ छुट्टिँदैन थियो। स्कुलमा गयो सबै ड्रेस स्कुलले दिन्थ्यो। अब भनौँ न धनीका छोराछोरीहरूले 250 तिर्ने होला, अब छात्रवृत्ति पाउनेले छात्रवृत्ति पाइहाले, धेरै जस्तो सहरतिरको मान्छेलाई गर्ने, तर यतातिरको सबैले 75 जिल्लाका नै पाउँथे। अनि यो धनी हो कि यो गरिब हो कि कसको छोरा हो भन्ने त्यो राम्रोसँग थाहा पनि थिएन। पछि अलिकति ठुलो हुँदाखेरि त्यो हुम्ला भन्ने त दुःख है। जस्तै स्कुलको छुट्टी भयो भने स्कुलबाट गाउँ जानै गाह्रो हुन्थ्यो। आयो भने नेपालगञ्ज आयो, नेपालगञ्ज बस्यो, फेरि फर्केर गयो, किनभने प्लेनै उड्दैन थियो। र पछि केही वर्षपछि राजाको छोरा पनि, त्यो बेला नगेन्द्र प्रसाद रिजाल, हामीलाई त्यति बेला थाहा भएको प्रधानमन्त्रीको छोरा त्यहाँ हुने, त्यसको 3-4 वर्षपछि अनि राजाको छोरा पनि पढ्न सुरु गरिसकेपछि राजाका छोरालाई त कान्छन तानेर गोदगाद गरेर हिँड्ने भएपछि यो ठुलो सानो भन्ने चाहिँ केही पनि फिलिङ नै भएन। अब त्यहाँ चाहिँ जातिको कुरा पनि भएन, विभिन्न जातका थिए। अब त्यो बेलासम्म त अहिले पनि अब जाति विभेद भयो भन्ने छ भने त्यो बेला त अलिअलि हुन्थ्यो नै होला, तर त्यहाँ कसको छोरा कसको छोरीको कुरा थिएन। यो बुढा नीलकण्ठमा को एजुकेसन चाहिँ धेरै पछाडि भएको। त्यो बेला चाहिँ हाम्रोमा को एजुकेसन थिएन र को कसका छोरा हुन् यसले हेप्ने चेप्ने भन्ने हुँदैन थियो। सबैको ड्रेस एउटै छ, खाना एउटै छ, जान्ने नजान्ने भन्ने कुरा हो। तर अलिक पछि भइसकेपछि यो त अलि यस्तो दुर्गम ठाउँको रहेछ भन्ने चाहिँ पछि गरे स्कुलमा चाहिँ त्यस्तो विभेद हुने। अब राजाको छोरा भने उयो, त्यहाँ राजाको छोरालाई पनि के हुन्थ्यो भने राजा रानी भेट्न आउँदाखेरि पनि त्यो छुट्टै खालको केयर चाहिँ हुँदैन थियो। उनीहरू पनि सरर आउने, प्यारेन्ट्स जस्तै हुने भयो, सबैसँग बोलचाल गर्ने। अनि हाम्रो 10 पास 6 भन्ने हुन्थ्यो। 10 पास 6 भनेको कसैले गल्ती गर्यो भने बिहानै 6 बजेर 10 मिनटमा गएर अनि चपरी बोक्नु पर्थ्यो। त्यो स्कुल धेरै हामीले आफूले बनायौँ। अब टप पिच, मिडल पिच, बटम पिच भनेर भन्थे। त्यो पहिलाका धन्नै हामीभन्दा पछाडिका 10 ब्याचसम्मका भाइहरूले पनि बनाए। त्यस्तो खालको यो सानो ठुलो भन्ने हुँदैन थियो। अब राजाका छोराका त्यस्तो भन्ने अब म अलिकति स्कुलमा चाहिँ जिम्नास्टिक गर्ने, त्यो भएकोले हरेक भन्दाखेरि उसको युवराज दिपेन्द्रको म अब दाइ जस्तै त्यो हुन्थ्यो। त्यो त्यस्तो खालको चाहिँ हामीले त्यो त्यहीँबाट हामीलाई के थाहा भने को इक्वल कामी दमाई सार्की यस्तो हुन्छ भन्ने पनि हाम्रो दिमागमा थिएन कि। फलानु परियार, फलानु दमाई, फलानु साई, फलानु बुढा भन्ने लेखेको हुन्थ्यो, हामी सबै एउटै हुन्थ्यो। यो त अहिले पछि यो विभेद त झन् पछि संविधान आएपछि भयो क्या।
के दलित समुदाय हुन्छ, अर्को समुदाय हुन्छ भन्ने त पछि फिलिङ, त्यो बेलाको चाहिँ केही त्यस्तो थियो। त्यो बुढा नीलकण्ठमा अहिले पनि चाहिँ त्यो स्टुडेन्टको नाम मात्रै हुन्छ अरे होइन, पछाडि ट्याग हुन्छ अरे, तर कास्ट थर्ड चाहिँ लाइन नगरे कि त्यसले गर्दा पनि यो कास्टिजम अथवा जातीय विभेद नभएको हो। जस्तै मेरो नम्बर चाहिँ 364 जीवन भनेर प्रायः जस्तो बोलाउँदाखेरि अब रोल कल हुन्छ नि, हामीलाई अलिकति अब त्यो आर्मी जस्तो ट्रेनिङ पनि दिन्थ्यो। रोल कल पहिला 1बाट सुरु भयो, पहिलो ब्याच 100 फलानु 101 भन्ने भयो, 102 भयो, त्यसपछि सेकेन्ड ब्याच 200 भयो, हामी थर्ड ब्याच 300 भयो। म चाहिँ मेरो नम्बर चाहिँ 364 थियो। प्रायः जस्तो पछाडिको फ्यामिली नेम चाहिँ भनिँदैन थियो, जीवन 364। अर्को अब मभन्दा अगाडिको कोही होला तिलक भन्ने होला 365 त्यस्तो थियो। त्यसले गर्दाखेरि पनि जाति भन्ने कुरै आएन। अहिले त 1000 कति 2000 कति पुगिसकेको छ। माननीयज्यूले यो सबै कुरा मैले किन सेयर गरिरहेको छु अथवा यति किन खोतलिरहेको छु भन्दा माननीयज्यू त भाग्यमानी हुनुहुन्थ्यो। उहाँको बचपनमा उहाँले बुढा नीलकण्ठ जस्तो अहिले पनि यति तारिफ सुन्न सक्ने यति धेरै मान्छेहरूको पढ्न चाहने विद्यालयमा पढ्न पाउनुभयो। माननीयज्यू आज त्यही बुढा नीलकण्ठबाट पढ्दै संसारका उत्कृष्ट देशहरूमा गएर अध्ययन गर्नुभयो र आज तपाईँ त्यो ठाउँमा हुनुहुन्छ जुन कुर्सीबाट आज आम कर्णालीवासीका छोराछोरीहरूलाई त्यो खालको एजुकेसन दिने ठाउँमा हुनुहुन्छ। तपाईँ त अहिले हाम्रो कर्णाली प्रदेशको वेटिङ चाहिँ मिनिस्टर पनि हुनुहुन्छ। कर्णालीका छोराछोरीहरू, कर्णालीका नागरिकका छोराछोरीहरूले, ती बालबालिकाहरूले त्यो लेभलको बुढा नीलकण्ठ लेभलको शिक्षा कहिले पाउँदैन मान्छे। अब यो राजनीति मान्छेले गैर राजनीतिक कुरा गर्नुपर्ने छ होइन अहिलेलाई। त्यही भएर मैले अलिकति अब त्यो पछाडिको कुरो त आउने छ, यो स्कुलको जुन एजुकेसनको कुरा गर्नुभयो। म संयोगले बाहिर गएँ, पढेँ, पाइलट ट्रेनिङ गरेँ। अघि नै तपाईँले भनिहाल्नुभयो। त्यहाँबाट 22 वर्षको उमेरमा नेपाली कङ्ग्रेसको इतिहासलाई हेर्ने हो भने 22 वर्षको मान्छे पार्टी सभापति हुने भनेको चान्चुने कुरा थिएन। म त्यहाँ अहिले आउँछु मानिसज्यू, मैले अलिकति यो जोड्न खोजेको चाहिँ म त्यहाँ आउँछु अहिले। तर मैले अहिले यति मात्र जान्न खोजिरहेको कि कर्णालीका नागरिकले बुढा नीलकण्ठ लेभलको शिक्षा कहिले पाउँछन्, किनभने त्यो ठाउँमा आज तपाईँ पुगिसक्नु भएको छ कि त्यो दिने ठाउँमा। त्यही भएर अपेक्षा गरेँ यो अलिकति जोड्नुपर्ने सन्दर्भ भनेर नै मैले सङ्घीय जहिले पनि सङ्घीय माननीय हुन पाउने चान्स हुँदाहुँदै पनि मेरा आदरणीय हुम्ली दाजुभाइले सधैँ माया गर्दा गर्दै पनि म चाहिँ प्रदेशमा किन फर्केको भन्दा प्रदेशको विकास नगरिकन कर्णालीको विकास हुँदैन। कर्णाली प्रदेश भनेर म पहिलोचोटि तपाईँहरूले हेर्नुभयो भने कङ्ग्रेसका एमालेका त माथिल्लो लेभलका अलि आउनुभयो, कङ्ग्रेसका कोही पनि माथिल्लो लेभलका मान्छेहरू प्रदेशमा झरेनन्। यद्यपि म केन्द्रीय सदस्य र कार्य सम्पादन समितिको सदस्य थिएँ पनि यहाँ आएर त्यही किसिमको चाहिँ शिक्षा हामीले यहाँ दिनुपर्छ भन्ने हिसाबले यहाँ आइयो। यहाँ आउँदाखेरि संयोग कस्तो भयो भने म एकजना मात्रै जितेँ मेरो पार्टीबाट। एकजना म जितेको, 5 जना चाहिँ अर्को समानुपातिक हुनुहुन्थ्यो। अनि मैले सरकारको नेतृत्व गर्न पाउने कुरा त छँदै थिएन। त्यो बेला झन्डै 3/4 नेपाली कम्युनिस्ट पार्टीको थियो। अब संयोगले म मुख्यमन्त्री भएँ। एकै भाइलाई थाहा हुनुपर्छ। त्यो भइसकेपछि मैले सबभन्दा पहिला चाहिँ एजुकेसन बुढा नीलकण्ठ स्कुलको जस्तो हामीले गर्नुपर्छ अहिले यहाँ आइसकेपछि। त्यसैले मैले धेरैचोटि बुढा नीलकण्ठका टिचरहरूलाई ल्याउने, छलफल गराउने, त्यो किसिमको एउटा होस्टेल, त्यो किसिमको एउटा स्कुल चाहिँ यहाँ खोल्ने, सुर्खेतमा खोल्ने र बुढा नीलकण्ठ स्कुलले जसरी प्रत्येक जिल्लामा गएर एक्जाम लिएर उत्कृष्ट विद्यार्थीहरूलाई लिएर आउँथ्यो, यो 10 जिल्लामा त्यस्तै गर्ने भनेर प्रयास गर्यो। अनि त्यो प्रयास गर्दै थिएँ। अब यो काम गर्छु भन्ने कुरो भयो, त्यसमा लागिरहेको थिएँ। चुनाव भयो, म आखिरी 12 महिना मात्रै हो चुनाव भयो। चुनाव हुँदाखेरि मलाई सबैले साथीहरूले चाहिँ माथि नै लड्नुपर्छ भन्ने थियो। तर यहाँ र मेरा केही नेताहरूले होइन तपाईँले के राम्रै काम गर्नुभएको छ, सपनाहरू बाँकी छ, बुढा नीलकण्ठ स्कुल जस्तो खोल्न बाँकी छ, जितेर आउने, कन्टिन्यू मुख्यमन्त्री हुने र यो गर्ने भनेर फेरि यहीँ लडेँ। अनि मलाई हराउनलाई कति प्रयास गरेको मलाई थाहा छ। जितेर पनि आएँ,
अब जुन हाम्रो गठबन्धन थियो त्यही नै बदलेर 3 चोटि सरकार चेन्ज भयो। अब मैले आवाज त उठाइरहेको छु, तर के हुँदो रहेछ भने संयुक्त सरकारमा हुँदा हुँदै पनि अब क्वेसन के आउन सक्छ भने तपाईहरु त सरकारमा हुनुहुन्छ, तर जसले कलम चलाउँछ ती मान्छेले मानेन भने धेरै गाह्रो हुन्छ। यो प्रयास छ, यो हुनुपर्छ। सबैभन्दा राम्रो क्वालिटी, अब एजुकेसन क्वालिटीका परिभाषाहरू त धेरै छन्, तर त्यो संस्कार दिने एजुकेसनको स्कुलहरू चाहिँ यहाँ हुनुपर्छ भन्ने लागिरहेछ, प्रयास गरिरहेको छु। अब यहाँले अघि नै भन्नुभयो वेटिङ, मैले अब म कस्तो मान्छे होला त भन्छ, कहिले कहिले आफूलाई मूर्ख जस्तो पनि लाग्छ, लाटो जस्तो पनि लाग्छ। अस्ति नै यहाँ परिवर्तन हुने हो, अस्ति नै म मुख्यमन्त्री भइसक्थेँ होला, यहाँ आएर मेरो नेताहरूले हुनु पर्यो भने मैले पग्नुस्। अब बजेट बनाउने बेला भएको छ, बजेट बनाउने बेलामा आइसकेपछि अर्को मैले नयाँ मन्त्री बनाउनु पर्छ। मान्छेको अपेक्षाहरू धेरै हुन्छन्, अनि ती मन्त्रीहरू त दुई हाम्रो संस्कार त यही छ त, 2 हप्तासम्म त खाता लगाउँदै हजुर बधाई भन्दै जान्छ, काम राम्रो हुन्न। त्यसैले म यो बजेट ल्याएपछि हुन्छु भनेर मेरा कारणले अरू प्रदेश पनि रोकिए कि भने त्यो खालको अवस्था गर्नुपर्छ भन्ने हो। त्यसैले यो पाउँछन्, तर यहाँलाई मैले ओपनली भन्नु पर्दाखेरि स्थायी किसिमको भयो भने प्लानिङ हुने भयो। अब त्यो 4 महिना हुन्छ, 5 महिना हुन्छ, 6 महिना हुन्छ, अहिले पनि हेर्नुहुन्छ भने त्यसैले हुने कि नहुने जस्तो लाग्छ। मैले फेरि मुख्यमन्त्री भएर जाँदाखेरि पूर्व मुख्यमन्त्री नै भन्ने हुन्, अहिले पनि भनेकै छन्। अब अहिलेको केन्द्रको राज्य सत्ता हेर्ने भने वैशाखतिर चुनाव होला जस्तो छ। त्यो हुने हो भने फेरि एके भाइले सोध्नुहुन्छ कि बुढा नीलकण्ठ जस्तो स्कुल कहिले हुने हो भन्ने हुन्छ। अब त्यो आफूले बनाएको प्लानमा अर्को मान्छे आउने बित्तिकै यहाँ परिवर्तन गरिहाल्छ हैन। त्यस कारणले त्यो छ, तर भएका अब स्कुलहरूलाई पनि त्यो किसिमको चाहिँ बनाउनुपर्छ। जुन अब अहिले सरकारी स्कुलहरू छ, जनमाविको कुरा छ हैन। हाम्रो त यस्तो छ कि मुद्दा हाल्ने, जनमाविमा विद्यार्थीहरू धेरै गयो भन्छ, त्यसको रेसियोमा हामीले शिक्षक दिन सक्दैनौँ। शिक्षक दिन नसकेपछि पढ्न चाहने विद्यार्थीहरूबाट केही न केही फी लिनै पर्यो, यो या ऊ नाममा हैन। तर पनि यिनीहरूलाई त्यसको क्वालिटीको स्कुल बनाउनलाई मेरो चाहिँ प्रयास हुन्छ, त्यो चाहिँ प्रयास चाहिँ गर्छु। धेरै धेरै धन्यवाद मान्छु, किनभने हामी अपेक्षा गर्छौँ कर्णालीका प्रत्येक नागरिकका छोराछोरीले त्यो लेभलको एजुकेसन पाउन्। खासमा मैले यो राजनीतिक क्वेसन नगर्नु नै सोचा, तर यो टपिक अनुसार आएर मैले त्यहाँ जोडिहालेँ। म फेरि तपाईँलाई तपाईँकै विगततिर फर्काउन चाहन्छु। तपाईँ कक्षा 10मा अथवा एसएलसी पास गर्दा तपाईँको पालामा मैले सुनेको गाउँमा ठुलै भोज भत्याएर हुन्थ्यो अरे। एसएलसी पास गर्नु, त्यो बेलामा एसएलसी पास गर्नु भनेको अहिलेको तपाईँको विद्यावारिधि गरेर सरहको ग्रामीण भेगपछि त्यो लेभलको उत्सव मनाइन्थ्यो अरे। तपाईँले एसएलसी पास गर्दा गाउँमा भत्यार भयो, भोज भयो? अब मैले एसएलसी पास गर्दा हुम्ला जिल्लामा सायद मभन्दा अगाडि एसएलसी पास गर्नेहरू त्यही 6-7 जना 8-10 जना थियो होला। अब भोज भतेर त कुरै न, ती बेला एसएलसी पास गर्ने भनेको त अहिलेको मास्टर डिग्री गरे जस्तो हो नि। 8 क्लास पढेका बी लेभल ट्रेनिङ पास गर्यो भने टिचर पाइन्थ्यो। एसएलसी पास गरेको त हाई स्कुलको त्यसै पनि हेड सर हुन पाउने भयो नि। अनि त्यसमाथि पनि पहिलो बुढा नीलकण्ठबाट पढेर आएको राजाको छोरा पढेको स्कुलमा पढेको भनेपछि त कस्तो हुन्थ्यो होला, अब आफै कल्पना गर्न सकिन्छ नि। अनि यो एसएलसी पास गरेर भोज दिने चलन त अहिले हराएको त झन् धेरै भएको छैन। हेर्नु 7-5 वर्षभन्दा अहिले यो एसी आइसकेपछि त यो लोकतान्त्रिक बढुवा जस्तो भयो होइन। त्योभन्दा अगाडि त एसएलसीलाई त आइरन गेट नै भनिन्थ्यो। एसएलसी भनेको बाप, एसएलसी गर्यो त्यसपछि बल्ल ढोका बन्द हुन्थ्यो भने चाहिँ त्यहाँ त भव्य नि वरिपरि गाउँका मान्छेहरू। अब गाउँको भोज भनेको त्यही हो। यहाँको जस्तो अहिले उसमा जाने कुरा भएन के अरे, खसी काट्ने, ताउला भात पकाउने, दाल पकाउने होइन, भव्य हुन्थ्यो नि। खल्लो फलानाको छोरा त त्यो बेला काठमाडौँ गएर बुढा नीलकण्ठले एसएलसी पास गरेको भने त अब कल्पनै नगर्नु। रमाइलो कुरा चाहिँ के रहेछ भने खोज्दै जाँदा तपाईँको गाउँमा 1 वर्ष अगाडि मात्रै उ गयो, गाडी गयो, तर तपाईँले आजभन्दा करिब 2-3 दशक पहिले नै जहाँ बाटो त 1 वर्ष पहिले पुगेको छ, तर तपाईँले चाहिँ प्लेन उडाउने सपना देखिरहनु भएको थियो। त्यो सपना चाहिँ कहाँबाट जन्मियो? त्यो
प्लेन चलाउने सपना पनि अभावले गर्दाखेरि जन्मिने रहेछ। भएको के भने बुढाजलखण्डमा जाने भएको पढ्ने भएको छुट्टी हुन्थ्यो, 1 महिनाको छुट्टी हुन्थ्यो, अनि स्कुलमा राख्दैन थियो, त्यहाँबाट पठाउने। त्यहाँबाट त्यो बेला यतातिर नेपालगञ्ज आयो, अनि त्यो प्लेन पुर्यो, आरे मात्रै थियो त्यो बेला। म आज कहिले कहिले भाइ बहिनीहरूले के हो नि, यो त यहाँ नै हो भन्नुहुन्छ होला, म आरे नै भन्छु। रोयल नेपाल एयरलाइन्स भनेको, रोयल भनेको राजा होइन। र अहिले तपाईँहरूले हेर्नुभयो भने अलिकति त्यो दिइराखौँ, एनए भनेर भन्छ नेपाल एयरलाइन्स, अनि त्यो बेला आरे भन्थ्यो। तर अहिले पनि कल साइन हुन्छ नि, पाइलटले प्लेन उडाउनु पर्यो भने आरे नै भन्छ। अनि बहुदलका नाममा त्यो शब्द आर हटाइदियो, रोयल भन्नुहुन्न भनेर हटाइदिए। त्यो आरे बाहेक अरू थिएन। अनि त्यहाँ के भने हात जोड्नु पर्ने, प्लेन उड्दै नउड्ने, उड्यो भने पनि त्यहाँको एउटा लोडरलाई पनि हजुर भन्नुपर्ने। अनि बस्यो महिना दिन चाहिँ नेपालगञ्जको त्यो बेला एयरपोर्ट चाहिँ खजुरामा थियो, अहिले अब राजा भयो, खजुरामा एयरपोर्ट थियो। यो अहिलेका जस्ता होटल सोटल पनि थिएन, छाप्रो हुन्थ्यो, लामखुट्टेले टोकेर। बत्ती छैन त्यो बेला, त बत्ती पनि थिएन नेपालगञ्जमा त्यस्तो राम्रो। यतातिर बजारतिर हो, खजुरातिर त के हो नि, बत्ती सत्ती केही छैन, त्यस्तो गर्मीमा बस्ने। अब यस्तरी दुःख पाइयो भने अब आफै नै पाइलट पढ्नुपर्छ। अनि आफ्नो ठाउँमा चाहिँ जहाज उडाउन सकिन्छ भनेर हामी त्यो बेला 2 जना, एकजना त अहिले पनि पाइलट हुनुहुन्छ, अहिले बाहिर उडाउनुहुन्छ। उहाँ चाहिँ कतारमा, उहाँ चाहिँ डोल्पाको केदार पहाडी। त्यो बेला उहाँको बुवा त पञ्चायतमा पनि मन्त्री हुनुभएको थियो, मन्त्रीको छोरा भए हुनाले त्यो हाम्रो कल्पना चाहिँ त्यसरी आयो। यो बाटो साटोको त कल्पनै थिएन यताको। अनि आफै पढ्नुपर्छ भनेर, अनि आइएससी गर्ने बित्तिकै भने चान्स पनि पाइयो। त्यसरी त्यो अभावले क्या, त्यो पसिना चुहायो। अब अहिले पनि हेर्नुहोस्, यहीँनिर धन्न अहिले बत्ती आइरहेछ। अब यो 132 को लाइन बिग्रिने बित्तिकै यहीँ यस्तो हाहाकार छ, नेपालमा त कस्तो थियो होला। अनि मनमा आएको चाहिँ त्यो हुन्छ। अनि म मान्छेहरूलाई चाहिँ कति हिँडेर जाने, यहाँबाट सुर्खेत के अरे नेपालबाट हिँडेर जानु पऱ्यो भने 1 महिना 1.5 महिना लाग्ने भयो। मान्छेहरू घुमाउरा आएर पाकेर जिउ त्यस्तो चिसो ठाउँमा बस्ने तल। ल अब एकदम त्यस्तो भयो भने त कमसेकम मलाई मेरो ठाउँको त माया हुन्छ नि। अरू त्यहाँ आउने ल भयो भने विराटनगर फर्कियो भने, अर्को फर्कियो भने त्यो किसिमले चाहिँ पाइलट पढ्नुपर्छ भनेर कल्पना त्यसरी आयो। अमेरिकामा पढेको एउटा युवा, त्यो पनि पाइलट होइन। तर तपाईँलाई एउटा के कुराले चाहिँ माइन्डमा ट्रिगर गरेर म फेरि कर्णाली फर्किनुपर्छ अथवा राजनीतिमा आउनुपर्छ भन्ने चाहिँ लाग्यो? अथवा तपाईँलाई त विश्वका उत्कृष्ट देशहरूमा उत्कृष्ट अवसरहरू थियो होला, ती अवसरहरू त्यागेर फेरि त्यही गाउँमै गएर पार्टी सङ्गठन बनाउने, पार्टी बनाउने, जनप्रतिनिधि बन्ने सोच चाहिँ के कुराले, मनमा चाहिँ त्यस्तो के कुराले तपाईँलाई खेलेर अथवा स्ट्राइकर गरेर तपाईँ त्यता फर्किनुभयो फेरि पुनः गाउँ? अब खास चाहिँ पोलिटिकली त पहिला पनि म अमेरिका जानुभन्दा अगाडि कर्णाली विद्यार्थी हित समिति भन्ने थियो त्यो बेला कर्णालीको। अनि हाम्रो कालीकोटको सिंहबहादुर साई अध्यक्ष हुनुहुन्थ्यो, बाजुराको एकजना हुनुहुन्थ्यो, उहाँ सचिव, म सहसचिव थिएँ। अलिकति पोलिटिकल उता यहाँ कलेजमा पढ्दाखेरि पनि अब नेभिसिङ सेक्सिङ भन्ने त्यति धेरै चासोको विषय त थिएन। नेभिसिङ अखिल भन्ने हुन्थ्यो। अनि म चाहिँ कर्णाली विद्यार्थी हित समितिको सचिव, पछि सचिव भएको थिएँ। त्यहाँ गइसकेपछि पढिसकेपछि जुन बेला फर्किने बेला हुँदाखेरि नेपालमा आन्दोलन भइरहेको अवस्था थियो। त्यहाँबाट आइयो, अब जब पायो भने यहाँ गरौँ न, नभए चाहिँ इन्टरनल त्यहीँ फ्लाइङ गर्ने भन्ने कुरा थियो। म फर्केर आएँ। हुम्ला जाँदाखेरि अब त्यो बेलाको अवस्था यस्तो थियो कि अब घुँडा जताततै गयो, घुँडासम्म दिसा पिसाब नै हुने हाम्रो साबिको कर्णालीमा। अब कतिलाई भन्न अप्ठ्यारो लाग्छ होला, लाग्दैन होला, मलाई चाहिँ लाग्दैन। म त्यही ठाउँमा त्यसरी नै, हामी कस्ता गाउँमा जन्मिएका थियौँ भने गाउँ आयो बु आयो, बु आयो गाउँ आयो, त्यस्तो अवस्था थियो। टोटल हुम्लाको कुरा मात्र होइन, साबिको कर्णाली,
सबै ठाउँमा त्यस्तो, किनभने टोयलेटहरूको अवस्था थिएन, केही थिएन। अब कल्पना गर्नुहोस्, संसारको सबैभन्दा विकसित देशमा पुगेर आएको मान्छे, जन्मेको त्यही हुम्लाको त्यही खारपुको त्यही गाउँ नै हो, बाटोभरि दिशा त त्यस्तै छ। अब अलिकति अब यस्तो गर्नुहुन्न, कमसेकम टोयलेट बनाउनु पर्छ, अनि त्यो गाउँ त त्यस्तै हो, फलानाको छोरो कहाँबाट पढेर आयो भनेर यहाँ चर्पी बनायो भन्छ। त्यस्तो कुराहरूमा चाहिँ त्यहाँ थियो। अनि म अलिकति अब 1-2 महिना टाइम थियो जाने भने, त्यहाँबाट यहाँ काठमाडौँमा चाहिँ आन्दोलन सुरु हुन थालिसकेपछि अब बहुदल चाहिन्छ, डेमोक्रेसी भने यस्तो भन्ने भयो। कर्मचारी त्यो बेला 4 जना पुलिसले पनि हल्लाउँथे, बोल्न सक्ने कसैको क्षमता थिएन। अनि त्यो हुँदै गयो। मैले चाहिँ अलिकति चाहिँ कन्भिन्स गर्नु पर्यो मान्छेहरूलाई, चाहिन्छ अब यो बहुदल चाहिन्छ, यो राम्रो हुन्छ भन्दै जाने भयो। अहिले 2-4 अक्षर पढेको हुनाले अब कर्मचारीहरू पनि पढे लेखेका भनेका कर्मचारी हुने भयो। त्यो बेलासम्म जिल्लाको दरबन्दी डिएसपीको थिएन, इन्सपेक्टरसम्म हुन्थ्यो, सिडिओ, इन्सपेक्टर, न्यायाधीश। अब त्यो भनेका त अब महाराजा जस्ता भयो नि, मान्छेहरूलाई चाहिँ हजुर भनेर चाहिँ जानुपर्ने। अब अलिकति विद्रोही स्वभाव चाहिँ त्यहाँबाट सुरु भयो। अनि आउने हेप्ने, मलाई एउटा सिडीले त्यो बेला के भन्यो भने त्यहाँ बस्यौँ ठाउँ अनुसार, अनि त्यसले पनि मलाई एकदम छोयो। एक दिन बसिरहेको थिएँ, कसैले चाहिँ माछाको अन्डा लिएर आयो, अनि ल माछाको अन्डा फ्राई गर्छ भनेर उहाँले आफ्नो अब पिएनलाई, अब आजकल त पिएन भने पनि मान्छे रिसाउँछ नि होइन, पिएन भन्ने वास्तवमा ब्रिटिसहरूले राखेको शब्द रहेछ भने। अनि मैले ठ्याक्कै के भने, सर यो त खानु हुँदैन त, अन्डा खायो भने चाहिँ यहाँको अन्डाले चाहिँ माछाको अन्डाले बिगार्छ भने। अनि त्यो सिडीले मलाई के भन्यो भने, ओहो मान्छे चाहिँ तपाईँ शिक्षित हुनुहुँदो रहेछ, बुढाले दोकान त अब त्यो बुढाले दोकान पढेको भनेपछि बुढाले दोकान पढेको अझ भएन भने अमेरिकाबाट पाइलटिङ गरेर आएको, राजाका छोरासँग सङ्गत गरेको, बुद्धि चाहिँ हुम्लिने रहेछ भनेको हो। बुद्धि चाहिँ किन सर भनेको, तपाईँलाई थाहा छैन सबभन्दा तागतिलो भनेको माछाको अन्डा हो। यो अन्डा यति राम्रो हुन्छ, त्यस्तो भनेपछि त त्यही बुद्धि भनेर। मैले ठिकै छ सर, त्यसो भने होला, तर मलाई के थाहा छ भने यो खायो भने राम्रो चाहिँ गर्दैन, ठाउँ अनुसारको हुन्छ भने। ल पाउनुहोस् यहाँ तपाईँको अगाडि चाहिँ म खाएर देखाउँछु। आयो, हामी त खाँदैनौँ। खाएको विदिन 5 मिनटमा भोमिट र डाइरिया भयो क्या। अनि मैले भने, यु टोल्ड मी माई ब्रेन इज लाइक हुम्ली बट आई एम लोकल डक्टर। त्यो दिनदेखि अर्को दिनदेखि उसले के भन्यो भने, मैले गलत कुरा गरेँ पनि उसले ठिक हो भन्नु सुरु गरेँ क्या सिडी। त्यो सोचाइ त्यस्तो हुन्छ। अनि त्यसले के भने, यो मलाई हुम्ली भनेर हेप्यो त, मलाई हुम्ली भनेर हेप्यो, म नजान्ने भनेर हेप्यो। म त जस्तै अब सरसफाइ गर्नुपर्छ, अर्को भन्नुपर्छ भन्ने मात्रै मलाई आएको छ भने मेरो यहाँ जन्मिनु यो अपराध हो र। अहिले पनि म भन्छु, यो स्कुलको तपाईँहरूलाई कति खुसी हुनुहुन्छ नि, स्कुलहरू मर्ज गर्ने, अर्को गर्ने, कसलाई के थाहा छ। कालीकोटको कुन डाँडामा, जाजरकोटको कुन डाँडामा त्यो देशको प्रधानमन्त्री हुने मान्छे जन्मेका होला नि त। त्यो शिक्षाबाट वञ्चित हुनु हुँदैन, किनभने बाहिर हामीले देख्यौँ टाढा टाढाका मान्छेलाई पनि लिएर आउँछ। त्यसले गर्दाखेरि यिनीहरूले हामीलाई हेप्यो। अब यो हेप्दाखेरि म आफ्नो एउटा चाहिँ त्यसमा मलाई एकदम धेरै प्रेरणा दिने चाहिँ, म बाहिर फेरि फर्किन नदिने श्रीराम श्रेष्ठ भन्ने पनि हुनुहुन्थ्यो। उहाँ चाहिँ नेपाल ट्रस्ट भन्ने उहाँहरूको संस्था थियो। तपाईँ जस्तो मान्छे बसेर यी ठाउँ कसले बनाउँछ, म त यसरी पढेर आएको, यहाँ त यस्तो तपाईँ जन्मिएको यो ठाउँलाई बनाउनु पर्छ नि भन्ने हिसाबले उहाँहरूले त्यो कुरा गरिसकेपछि अनि बिस्तारै मन पनि हुँदै गयो। अनि त्यहाँबाट अलिअलि सबैलाई गर्नुपर्छ, अब नारा गर्नुपर्छ, जुलुस गर्न, त्यहाँबाट पुलिसले समाउने छोड्ने गर्न थालेपछि त्यसरी चाहिँ पोलिटिकली त्यसरी चाहिँ म लागेको वास्तवमा। नत्र त्यो म अब नेता बन्छु यस्तो हुन्छु भन्ने कुरा थिएन। त्यही एउटा सिडियोको त्यो शब्दले अनि हुम्ली भनेर मान्छेले एकदम हेप्न सुरु गरिसकेपछि मैले मेरो ठाउँको मान्छेलाई चाहिँ अवेर नबनाउने भने उनले त आउँछन्, जागिरी खान्छन्, जान्छन्, कसले गर्छ त भन्ने हिसाबले चाहिँ म चाहिँ लागेको थिएँ। हुम्लामा चाहिँ पार्टी सङ्गठन विस्तार गर्नु, त्यसपछि
भर्खरै 22 वर्ष उमेरमै पार्टीको सभापति बन्नु, त्यो पनि कङ्ग्रेस जस्तो पार्टीमा। जिल्ला समन्वय के अरे त्यति बेलाको जीविस को सभापतिमा तपाईँ निर्वाचित हुनु, ती दिनहरू सुरुवाती दिनका सङ्घर्षहरू के कस्ता थिए एकदम सर्टिङमा भन्नुपर्दा? अब कस्तो थियो भने भयानक। अब मैले भने नि म सभापति पनि कसरी भएको भने नेपाली कङ्ग्रेसको सभापति भयो होइन, त्यहाँ थिएन। त्यो पहिला कस्तो थियो भने अलिकति अब हामी चाइनाको बोर्डरमा भएको हुनाले माओसेतुङका त्यो राता किताब हुन्थे नि, त्यो सबैले पढ्ने, मसाल भनेर धेरै, जनमोर्चा भनेर धेरै थिए। अनि अलिअलि प्रभाव यो मजदुर किसानको पनि थियो, जुम्लामा पढ्न जाने तिनीहरूको पनि त्यहाँ थियो। अनि संयोगले नेपाली कङ्ग्रेसप्रति आस्था राख्ने म मात्रै देखिएछु, अरू सबै आफूसँग हिँडेका साथीहरू कोही मसाल, कोही के छैटौँ भन्ने, कोही के भन्ने, कोही त्यस्तो रहेछन्। अब हाम्रो एकीकृत हुने अवस्था पनि भएन, अगाडि बढ्ने अवस्था पनि भएन। देशमा यति जेल पर्यो नेल पर्यो भनिरहेका छन्, हाम्रो त त्यो पनि छैन। गर्दाखेरि कसरी पार्टी खोलेको भने नेपाली कङ्ग्रेस तथा संयुक्त वाम मोर्चा भनेर पार्टी खोलिएको, नेपाली कङ्ग्रेस तथा संयुक्त वाम मोर्चा। त्यसको अध्यक्ष म बने। अनि हामीले के गर्यौँ भने एउटै पार्टी अफिस बनायौँ, त्यहाँ चाहिँ रसिद चाहिँ नेपाली कङ्ग्रेसको, मालेको, जनमोर्चाको, मजदुरको राख्ने। अनि त्यहाँ के भने तपाईँलाई के चाहियो, यो पार्टी सबै बसेका छौँ, यो पार्टी भनेको यस्तो, यसले यस्तो गर्छ भनेर मैले भन्ने भए, अर्को साथीले भने एकदम ओपनली यो रसिद तपाईँलाई कुन रसिद मनपर्छ त्यही लिनुहोस् भनेर हामी पार्टी भन्दै 5-6 महिना त्यति भइसकेको। अनि बिस्तारै छुट्ने कुरा भयो। अनि त्यसपछि त पञ्चायतका मान्छेहरू पनि अब प्रवेश गर्ने कुराहरू भयो। म त्यो हुँदा पनि अब मेरो साबिकको कर्णालीमा चाहिँ पहिला पछिका भाइ बहिनीहरूलाई कतिको थाहा छैन, त्यहाँ चाहिँ प्रभाव चाहिँ प्रायः 2जना मान्छेको मात्रै हुन्थ्यो। हुम्लामा सुरवीर साई, चक्रबार साई, जुम्लामा अदनसिंह कठायत, हरिचन्द्र महल, डोल्पामा नरबहादुर बुढाथोकी, मोती प्रसाद, यहाँ के अरे काली मुगुमा कृष्णबहादुर मल्ल, अनि तेजबहादुर भान, कालीकोटमा त्यो उपाध्याय र अर्को यस्तै 2 हुन्थ्यो। अनि पछि मान्छेहरू आयो बिस्तारै। अनि मान्छे मेरा पछि पहिला चाहिँ ओहो नाम हो। एउटा अर्को गजबको कुरा छ, हुम्लामा तपाईँले त्यो चाहिँ रिसर्च गर्न सक्नुहुन्छ। मेरो नामभन्दा अगाडि जीवन भन्ने हुम्लामा कसैको नाम छैन। मेरो पनि उसको चाहिँ नाम रामजङ्ग हो। स्कुलमा पढ्दाखेरि जीवन राखेँ। त्यो पढेर आइसके सबैले घर घरमा जीवन भन्ने नाम राख्न थाले। अहिले हेर्नुभयो भने एक घर एक जीवन छ। तर अलिकति त्यो राजनीतिमा जाने बित्तिकै फेरि मान्छेको भयङ्कर विरोध हुन सुरु गर्यो। पहिलाका गरेका राजनीति कर्मीहरूले पढे लेखेको मान्छेले त जागिर खाने हो त, राजनीति गर्न आउने हो भन्ने भयो। अनि बहुदलपछि त्यो बेला चाहिँ अलिकति धेरै पछाडि माओवादीको कुरा भयो। त्यो बेला जनमोर्चा, माले, एमाले भयो। त्यो कङ्ग्रेस उनीहरूको बिचमा त बिहाबारी नहुने, मरेको मलामी नजाने, जिउँदाको जन्ती नजाने त्यस्तो अवस्था पनि भएको थियो। त्यो एकदम त्यही सुरुवातमा चाहिँ धेरै कठिन भयो। र फेरि त्यहाँ कङ्ग्रेस भनेकै नभयो, कि पञ्चायतका मान्छेहरू भयो कि कम्युनिस्टका थिए। त्यो अखडा नै त्यही हो। त्यसैले तपाईँले हेर्नुभयो भने 48 सालमा जनमोर्चाले चुनाव जितेको। बिस्तारै मेहनत गर्दै गर्दै जाँदाखेरि चाहिँ अनि पछि चाहिँ पार्टीगत ढङ्गले पनि हामी अब फर्स्ट पार्टी नै भयौँ अहिलेसम्म। अब ठिकै छ। तर दुःख चाहिँ धेरै दुःख। अब कस्तो भयो भने कहिले कहिले गुहाँ रुने मन लाग्थ्यो होइन। त्यहाँ केही नभने 3 वर्ष अमेरिका बसेर आएको, त्यहाँको लाइफस्टाइलै अर्को छ। अब यहाँ चाहिँ टोयलेट छैन। पहिलोचोटि त टोयलेट बनाएर घरमै पनि सङ्घर्ष गर्नु पर्यो, त्यो बनाउनु हुँदैन भन्ने कुराहरू छ। चर्बी बनाउनु भनेको त ठुलो अपराध जस्तो पो हुन्थ्यो त। सरकारी कार्यालयहरूसम्म पनि छैनन्। धेरै चाहिँ फ्रस्ट्रेट। अनि यो छोड्नुपर्छ जानुपर्छ, छोड्नुपर्छ जानुपर्छ भने जस्तो हुँदै त्यसरी गर्दाखेरि बस्यो। दुःखको कुरा त अब पुरै नगर्यो। जुम्रा पालेर त्यसरी हिँड्नु पर्थ्यो। गाउँमा गयो खाना पाउँदैन थियो, भोकमरी त्यस्तै। कुहिएको चामल माथिबाट लगेर फालेको हुन्छ,
कुनै गाउँमा जानु पऱ्यो 2 जना मान्छे गयो भने पाउन खोन गाह्रो हुन्थ्यो। अहिले कहिले कहिले हामी हुन्थ्यौँ, हामी पहिला हुने खाने थियौँ भन्छन् नि, त्यो गलत कुरा हो। त्यो धेरै मलाई चाहिँ अलिकति यो बिचमा जोड्न मन लागेको कुरा चाहिँ के भने नि मैले सुनेअनुसार चाहिँ 1845 देखि 2007 सालसम्म कर्णाली क्षेत्रको कुनै पनि डकुमेन्ट नेपाल सरकारको दस्तावेजमा रेकर्डेड छैन अरे र धेरै पछिसम्म पनि जुन त्यो खस विद्रोह भयो जसले गर्दा चाहिँ गोर्खाले चाहिँ खस साम्राज्यलाई कब्जा गर्यो, त्यस यता चाहिँ कर्णालीका क्षेत्रले अथवा त्यो माथि उपल्लो हुम्ला अथवा हामी यो कर्णाली बेल्टले चाहिँ कर्मचारीलाई जहिले पनि फरक नजरले हेर्ने अथवा दुश्मनको नजरले हेर्ने चाहिँ गरिन्थ्यो अरे। मानिसले अगाडि जोड्नु भयो कि अब अहिले त सिङ्गो देश नै नेपाल हो, त्यो बेला तपाईँ काठमाडौँलाई नेपाल भनेर नेपालमा पर्न गथ्यो भन्दै गर्दा त्यो बेला चाहिँ के थियो र जसले गर्दा चाहिँ काठमाडौँलाई नेपाल भनिन्थ्यो अथवा त्यो नेपालमा चाहिँ यो कर्णाली क्षेत्र अथवा हुम्ला जुम्लाहरू अटाइरहेको थियो, के थियो खासमा? यो नेपाल भन्ने त हुम्लाले जुम्लाले मात्र नेपाल भने होइन, सबैले नेपाल भन्थ्यो। बाहिरकाले त भन्थे काठमाडौँ भ्यालीभित्र गयो भने जस्तै बुढा नीलकण्ठ, अब अहिले त्यो बुढा नीलकण्ठ भनेर त्यसरी गयो शिवपुरीको छेउमा विष्णुमती त्यत्रो भयो, त्यो गाउँका मान्छे पनि सहर जाने भन्थे, सहरमा जाने, नेपाल जाने भन्थे। नेपाल भनेको त्यो बेला त्यो काष्ठमाण्डव मात्रै रहेछ। अनि अहिले जुन काठमाडौँको काष्ठमाण्डव छ नि हनुमान ढोकाबाट छोरी पहिला मैतीदेवी गयो भने त्यहाँको नेवारहरू यापुचा भनेर रुन्थ्यो। त्यो मलाई थाहा छ, उहाँ रुने, छोरी गाउँमा गयो भने मैतीदेवीलाई। काठमाडौँ भनेको त त्यो हनुमान ढोका यता झोसे यस्तै थियो कि। ठमेल पनि धेरै पछाडि बनेको। ठमेल त मलाई नै याद छ, त्यो स्याल गराउने ठाउँ त्यति राजदरबार मैले आफूले देखेको। अगाडि एउटा ठुलो होटल बनेको थियो अन्नपूर्ण, अनि यता रत्नपार एकदम मिठो खानेकुरा पाउने भनेको रञ्जनाको अगाडि मोमो 2 रुपियाँ 3 रुपियाँको 12वटा डल्ला मोमो दिन्थ्यो 2 रुपियाँ। त्यो 2 रुपियाँ पनि मान्छेलाई निकाल्न धाउँदो। अनि यतापट्टि आएर राम भण्डार के भण्डार भन्ने हुन्थ्यो, जेरी सुहारी भन्ने हुन्थ्यो। यस्तो खालको नै थिएन भने त्यहाँ नै त्यस्तो भन्थ्यो भने बाहिर चाहिँ नेपाल भनेको त्यही नै भन्ने भयो। तर पछि हाम्रो चाहिँ कर्मचारी त्यस कारणले चाहिँ अब सबैले नेपाल जाने भन्ने भयो। अब यो अर्को कुरा के भने त्यो नेपालबाट आएका यी त हाम्रो राज्य भन्ने कुरा थियो नि। त्यसैले पछि आएर जुन गोर्खालीहरू अहिले हामी कर्मचारी भन्दैन थियो, कर्मचारी भन्न थालेको मेरो विचारमा त्यही 10-12 वर्ष जति भयो होला, नत्र को हो भने गोर्खाली भन्थे। कर्मचारी भनेका गोर्खाका मान्छेहरू आएर त्यो बेला हाम्रो चाहिँ बाबुबाजेसँग लडाइँ लड्दाखेरि सायद अहिले हामी राउटे भन्छौँ नि, हामी अलिकति राज नगर्नेहरू चाहिँ त्यसरी बस्यौँ। अनि त्यो बेलामा राज्य गर्नेहरू चाहिँ भागेर चाहिँ जङ्गलमा बसेर राउटे भएका हुन् कि भन्ने मलाई लाग्छ कि अहिले। किनभने तिनीहरूको गोत्र हेर्नुभयो भने अहिले हाम्रो जुन गोत्र छ उनीहरूको त्यही छ त, कल्याण राजकोटी सोवंशी छन्। जङ्गलमा गयो दुःख पायो अर्को कुरो भयो होला, अनि हामीले गोर्खाली भन्छौँ। अनि यो गोर्खाली भन्ने मान्छेको कन्सेप्टमा के परेको हो भने यिनले हाम्रो राज्य सत्ता गरे, यिनले हामीलाई दुःख दिए, कुट्ने पिट्ने सारा गरेको हुनाले यी गोर्खालीहरू चाहिँ ठिक होइनन् भन्ने कुरा चाहिँ। अनि त्यो हाम्रो जहिले पनि कर्मचारीसँग चाहिँ विद्रोहको भावना चाहिँ भइ नै रह्यो क्या। अनि हाम्रो पनि अब के गर्ने भयो भने अलि बलियो हुँदासम्म चाहिँ आफू बलियो हुँदासम्म त्यो जुम्ली होस्, डोल्पाको चाहिँ त्यति साह्रो हामी मिल्दैन। डोल्पा चाहिँ उता धौलागिरीतिर नै थियो, पछि आएको अरू 4वटा जिल्ला त जहिले पनि यिनीहरूसँगको विद्रोहको भावना नै थियो नि। हाम्रो राज्य हडपे यिनीहरूले गरे। अनि भनेपछि गोर्खाली भने गोर्खाली चोर हुन्, फटाउन्, डाका हुन् भन्ने भयो। एकदम आफू बलियो हुँदासम्म त्यसरी थर्काउने भयो के अरे। अलिक कमजोर भयो भने के गर्ने, साप आँखा नै हामी लाटा मान्ठ भन्ने भयो। हाम्रो त्यस्तो पनि थियो। त्यो भएर विद्रोहको भावना त्यसरी भयो। यो 2073 वैशाख 25 गते तपाईँको एउटा आर्टिकल छापे रहेछ। त्यो आर्टिकलमा चाहिँ तपाईँले कर्णालीको क्रन्दन किन सुन्दैन राज्य भन्ने शीर्षकमा चाहिँ लेख्नु भएको थियो र त्यसमा चाहिँ तपाईँले अलिकति केन्द्र सरकारले हामीलाई परनिर्भर बनायो, खाद्य चामल बाँडेर भन्ने त्यसको सार थियो। र यो कर्णाली पछाडि पर्नु अथवा पछाडि पारिनु चाहिँ त्यसकै श्रृङ्खला हो कि के हो खास?
अथवा काठमाडौँले कर्णालीलाई सधैँ दमनमा चाहिँ किन राख्यो अथवा किन यति हेयको दृष्टिले हेऱ्यो? अब हो त्यतिर त मैले त आफूले बिर्सिसकेको थिएँ। मैले आज त्यहाँ एउटा त्यो इङ्ग्लिसमा डोन्ट किल कर्णाली विथ योर एड भनेर मैले त्यतिखेर एउटा लेखाएको थिएँ, डोन्ट किल कर्णाली विथ योर एड भनेर। यो विश्व खाद्यको चामल दिएर अनेक गरेर हामीलाई जुन पाल्ने कुरो गरियो, मेरो लजिक चाहिँ के थियो भने पछि आफूले बुझ्दै जाँदा, मैले पनि बुझ्दै जाँदा हाम्रो जो अनाज छ नि त्यो अनाजलाई चाहिँ हेरेको दृष्टिले हेऱ्यो। कोदो, फापर, चिनु, कागुनो, यो अनाज खाने भनेका जौ, जुम्लामा त अझ यस्तो गर्थे, यति भात चाहिँ बाँकी छ भने पनि बिहान भात खाएको भनेर हातमा रोटी खाए, जौका रोटी खाए पनि, गहुँका रोटी खाए पनि, कोदोको खाए पनि, भात खाएको भने भात खाने मान्छे सम्भ्रान्त भयो। अनि कोदो खाने, फापर खाने भनेर हामीलाई हेरेको दृष्टिले। त्यसपछि राज्यले के गर्यो भने अरू बाटो बनाउनुतिर लागेन, अरूतिर लागेन, सानसाना काममा गएर तिमीलाई हामी खाद्यान्न खसाल्छौँ। मेरो जहिले पनि जिल्लामा चाहिँ ठुलो विवाद भयो अरू राजनीतिक दल र मेरो बिचमा। जनता खुसी के हुने भयो, तपाईँहरू कतिको हुनुहुन्छ, अब त्यो उसमा पर्नुभएको छ कि छैन, पुरानो त पक्कै पनि पर्नुभएको होला। जो नेताले छोराछोरीलाई चिट चोराएर पास गरायो, यसरी पास गरायो, ऊ ठुलो महान नेता भयो। अनि म के भन्ने भने त्यो नेता अपराधी हो। बरु एकचोटि फेल होला, आफ्नो उसले चाहिँ पास गर्नुपर्छ। एजुकेसन भनेर त्यति हो, गलत कुरा हो। अनि खाद्यान्न त हामीसँग प्रकृतिले यस्तो छ, यस्तो औषधि जन्ने खाद्यान्न छ। आज यो प्रमाणित भयो, आज यो प्रमाणित भयो। आज हाम्रो एउटा 1 किलो चिना चामलको चाहिँ 400-500 रुपियाँ भन्छ, बासमती चामल चाहिँ 80-90 रुपियाँमा आइहाल्छ त हो। यो चामल चाहिँ राम्रो होइन भन्ने हो, किनभने मान्छेले कोदो खाने भने हेपेपछि अनि चामल खानेतिर लाग्यो। परनिर्भरतामा हाम्रो जुन त्यो जडीबुटी थियो बाटो, अनि मैले के सोचेँ भने बाटो चाहिन्छ। विथआउट रोड एक्सेस वी क्यान डेभलप आवर प्रोभिन्स अथवा डिस्ट्रिक्ट भन्ने मेरो चाहिँ दिमागमा थियो। अहिले पनि तपाईँहरूलाई कहिले कहिले पढाउँदाखेरि भन्छ नि पूर्वाधार मात्रै विकास हो, पूर्वाधार मात्रै विकास होइन, तर पूर्वाधार बिना केही पनि हुँदैन। यो भर्टिब्रेटा हो क्या हाम्रो स्केलेटन छ नि, स्केलेटन त के हो त, केही पनि होइन नि वास्तवमा। मुटु मिरिउला यहाँ उहाँ पुरा गर्छौँ, तर यो स्केलेटन भएन भने केही पनि हुँदैन। यसको त मैले प्रमाणित गरेको छु। के प्रमाणित गरेको छु भने बाटो नभइकन केही हुँदैन भनिसकेपछि उत्तरबाट बाटो खन्न सुरु गऱ्यौँ। म जिल्ला विकास समितिको सभापति भइसकेपछि हुने बित्तिकै एक घर एक चर्पी, हिल्सा सिमकोट मोटर बाटो, सल्लीसल्ला कवाडी खसर बाटो, सडक नपुगेर त्यहाँबाट किन सुरु गर्यो भने त्यहाँ बोर्डरसम्म त चाइनिजहरूको बाटो आएको छ। सडकले मात्रै हाम्रो जीवन परिवर्तन गर्छ भन्ने भइसकेपछि त्यसको धेरै अब कथा लामो छ, पछि त्यही सोध्नुभयो भने भनौँला। त्यो बाटो सुरु गरियो र तल 70 मा म चुनाव जित्दाखेरि फेरि हाम्रो चाहिँ लडाइँ पऱ्यो अरू पार्टीहरू। अरू पार्टीकाले अर्को एयरपोर्ट खोल्ने भने मैले एयरपोर्ट होइन कर्णाली करिडोर बनाउने। कर्णाली करिडोर बनाइछ, किन कर्णाली करिडोर मैले किन भनेको भने जहिले पनि अल वेदर रोड भनेको नदीको किनारतिरै हुन्छ, छोटो पनि पर्छ, यो बनाउनु पर्छ। म सडक पुर्याउँछु भन्दाखेरि हामी एयरपोर्ट बनाउँछौँ भन्ने भयो। एयरपोर्ट बनाउने मान्छेहरूको सङ्ख्या अब माओवादी एमाले उहाँहरू एयरपोर्ट बनाउनुतिर जानुभयो। मैले चाहिँ के भने मलाई भोट हाले पनि हाल, नहाले पनि नहाल छैन, म सडक पुर्याउँछु, हुम्ली जनतालाई बासमती खुवाउँछु भनेर भने। आखिर मैले जितेँ, सडक पनि सुरु गरियो, बन्दै थियो। 74 मा म यहाँ यता आउने भइसकेपछि अनि भाषण गरेँ, जीवनसाईले बासमती खुवाउँछु भन्थे त खोइ बाटो बन्दै थियो नि। र मैले अहिले तपाईँलाई किन जोड्न खोजेको भने म यहाँ मुख्यमन्त्री भइसकेपछि बाटो पनि पुऱ्याएँ। पहिलोचोटि चाहिँ 40,000 क्विन्टल बासमती चामल पनि पुऱ्याएँ। अहिले तपाईँहरू अचम्म मान्नुहुन्छ, साबिक कालीकोटको समस्या समाधान भइसकेको थियो, जुम्लाको भइसकेको थियो, बाटो पुगेर मुगुको भइसकेको थियो, हुम्ला मात्रै बाँकी थियो। हुम्लाको सिडिएको भाइ दुर्गा त्यहाँ चुनाव गराउन जाँदाखेरि उहाँ जाँदाखेरि पनि मका मान्छेहरू चामलको चिटको लागि भनेर आउँथे।
पैसा तिरेर चामल खान पाइन्न थियो। तर म यो पल्टको चुनावमा गएँ, कसैले चामलको सिट भनेन। खाद्यका मान्छेहरू के भन्छन् भने चामल किन्न आउनुहोस् न भन्छन्, मान्छेले खाद्यबाट किन्दैन, बजारबाट किन्छ। त्यो केले गर्यो? रोड एक्सेस। 17,000 बल्ल बल्ल गऱ्यो। 17,000मा ग्यास 17,000 पर्थ्यो, अहिले बाटो पुगेपछि 3,000मा झऱ्यो। त्यसैले यो नै मैले 6 ब भनेर गरेको थिएँ नि। 6 बाटो आइसकेपछि यसरी जान्छ। त्यसैले मैले के भने, तिमीले गर्नुपर्ने विकास चाहिँ गरेनौ। अनि हाम्रो समस्या अर्को के छ भने, कर्णालीलाई हेर्दाखेरि राज्यले बजेट विनियोजित गर्दाखेरि के गरी गर्छ? जनसङ्ख्याको आधारमा गर्छ। हामी लड्दा लड्दा भूगोललाई पनि अहिले राखेको छ। अब 21% भूगोल हामीले ओगटेका छौँ, तराईले 10% ओगटेको छ। उसको 55 लाख छ जनसङ्ख्या, हामी यहाँ 17 लाख छौँ। अझ एक्ज्याक्टली भन्ने हो भने के अरे 16,94,300 कति छौँ। तराईको 1 किलोमिटर बाटो बनाउनु पर्यो भने, ट्र्याक ओपन गर्नु पर्यो 10 लाखले हुन्छ। हाम्रो यहाँ सुर्खेत बाहेकको कुरा गर्ने हो भने माथिका जिल्लाले 1 मिटर बाटो बनाउनको लागि करोड रुपियाँ लाग्छ। अनि हामीलाई के भनिन्छ भने, तिमीहरूको जिडिपीमा राज्यलाई कर्णालीको एकदम सबभन्दा थोरै योगदान छ भन्छ। सारा विकास जति उतै हुने, घरबाट त्यतै उठाउने, मोटरको बाटोको त्यतै उठाउने, यहाँ केही पनि नगर्ने, अनि तिम्रो चाहिँ जिडिपी कम भयो भन्ने मिल्छ त? त्यसैले त हामीलाई हेपेको। पहिलो अरू प्रदेश जस्तै केन्द्रले गर्ने इक्वल गरौँ। कर्णाली करिडोरलाई राम्रो बनाइदेऊ, भेरी करिडोरलाई राम्रो बनाइदेऊ। हामीले पैसा छुट्याउँदाखेरि पनि यहाँ काम गर्ने दिएन होइन। कानुनी रूपमा म हुँदाखेरि मेरो ध्रुव सर चाहिँ मेरो प्रमुख कानुनी सल्लाहकार मैले बनाएको थिएँ उहाँलाई होइन। उहाँले हरेक कुरा टाइममा गर्नुपर्छ, टाइमले गरेर जाने। अनि गर्ने कुरा पनि फेरि केन्द्रले नै रोक्ने भनेपछि त परनिर्भर बनाउन खोजेको हो नि त। इक्वल अपर्च्युनिटी देऊ, बराबर विकास भइसकेपछि अनि हामीले ल्यायौँ कि ल्यायौँ। बराबर विकास भइसकेपछि जिडिपीमा सङ्घीय सरकारको लागि सबभन्दा बढी योगदान चाहिँ हाम्रो हुन्छ। अहिले त के एक ठाउँबाट अर्को ठाउँ जानुपर्ने कच्ची बाटो छ। यही नेपालगञ्ज र यहाँ आउने बाटो हेरौँ न, 2 लेनको बाटो छैन। 2 लेनको डेडिकेटेड राम्रो बाटो हुने बित्तिकै त सबै कुरा सस्तो हुन्छ त। अब एउटा ट्रक आउनलाई चाहिँ 8-10 घन्टा लाग्छ। त्यसैले यो पूर्वाधारको मान्छेले भन्छ टुरिज्म भएन भन्छ, त्यो पनि पूर्वाधारै हो। एजुकेसन शिक्षा भएन भन्छन्, शिक्षा पनि पहिला त राम्रो बिल्डिङ चाहियो नि त। यो हल नभएको भए अहिले हामी कहाँबाट कार्यक्रम गर्छौँ? सफ्टवेयर र हार्डवेयर सँगसँगै जानुपर्छ। पहिला हाम्रो गाउँतिर भन्छ, हामीलाई पढाउँदाखेरि भन्छ अहिले घडी भने यस्तो हुन्छ भन्ने, घडीमा हातमा लगाइदिएको घडीको टाइम कसरी दिन्छ थाहा हुन्छ नि। त्यसैले हामीलाई त हेपेकै हो। अनि मलाई त अर्को पीडा पनि छ त, यहाँ धन्नै रुकुम सुर्खेतका मान्छेले त्यति भनेको छैन, रुकुमतिरका मान्छेहरूले सल्यानतिरकाले कर्णालीसँग मिसाइदिएर खतम बनाइदियो हामीलाई त। उहाँहरूको त लेख बेसी दाङ र माथि छ नि। अस्ति मात्रै मैले थाहा पाएँ, आन्तरिक राजस्व कार्यालयको राजस्व तिर्ने सल्यान र रुकुमले अहिले पनि दाङमा तिर्दो रहेछ। सुर्खेत पछि सबभन्दा धेरै राजस्व तिर्ने ती 2टा जिल्ला हो। अनि यसरी घटाउँदै लाने, अनि कर्णालीले गरेन भने त्यो त हेरेकै दृष्टिले हेरेको हो नि। हाम्रो आवाज पुगेन। हाम्रो आवाज पनि गाली गरेर आवाज पुग्ने होइन, लजिक दिएर चाहिँ विकास गराउने कुरा हो। त्यस कारणले मैले तिमीले हामीलाई डिपेन्डेन्ट बनायौ, हेरेनौ होइन। पहिला दिनु पर्यो नि त, इक्वल दिनु पर्यो, इक्वल डेभलपमेन्ट गरिदिनु पर्यो, अनि हामीले राज्यसँग कम्पिटिसन गर्न सक्छौँ भन्ने हो। विकास समृद्धि हलानु फलानु संवाद गर्दै गर्दा पछिल्लो पुस्तालाई अलिकति पट्यार पनि लाग्न सक्छ। तपाईँलाई कक्रोच जनता पार्टी भन्ने थाहा छ? कक्रोच जनता पार्टी भन्ने थाहा छ? अहिले भर्खर खोलिरहेको छ अमेरिका बस्ने एउटा भाइले। खासमा मैले किन सोधे हो भने तपाईँ पछिल्लो पुस्ताको भडाससँग कतिको अपडेटेड हुनुहुन्छ भनेर सोधे हो। भारतमा चाहिँ केही युवाहरूले त्यहाँको चिफ जस्टिसले एउटा अभिव्यक्ति दिएपछि केही युवाहरूले सोसियल मिडिया मुभमेन्ट चलाए, जसको नाम राखे कक्रोच जनता पार्टी, जसलाई चाहिँ हाम्रो जेनजी रेभोल्युसन जसरी त्यहाँ हेरेको छ। पछिल्लो युवा पुस्ताहरूमा यति धेरै भडास
आउनुमा चाहिँ के दोषी देख्नुहुन्छ? हाम्रो शिक्षा दोषी हो कि हाम्रो संस्कार दोषी हो कि तपाईँहरू नै दोषी हो कि के हो? त्यसमा अलिकति होइन, एकदम सही कुरा गर्नुभयो। मैले त सधैँ भन्ने गरेको छु त, इफ यु आर नट अपडेटेड देन यु आर आउटडेटेड। अपडेट सधैँ हुनु पर्यो। अहिलेको कुरामा के हो भने हामी यो जमानामा त गयौँ के, जस्तै यो भाइ बहिनीहरूले पनि धेरै जस्तोलाई, अब धेरैलाई त पनि थाहा होला, दे नो गुगल भेरी वेल बट दे डोन्ट नो देयर भूगोल। भूगोल र गुगल दुईटा फरक कुरा हो। अहिले जस्तै हिजो मात्रै मैले भने यो बाटो यता कालीकोटीले गाली गरी उता बाटो लग्यो, अहिले आएर चाहिँ एउटा घटना घट्यो, त्यो परिघटनाले राजमार्ग बन्द गरिदियो। अनि मान्छेलाई उत्तेजित केले बनायो भने सोसियल मिडियाले बनायो। एआईबाट 5 जना मान्छे बसेको ठाउँमा 100 जना मान्छे लट्ठी समातेर बनाएर गरेर राखिदिएको छ होइन। यो मात्रै सत्य हो भन्ने चाहिँ होइन। म के भन्छु भने फलोवरको, अब तपाईँले भन्नु होला यतिबाट यति मिलियन फलोवर पुगिसक्यो अब के हुन्छ भन्ने पनि होला, तर पोलिटिकली जाँदाखेरि अर्को ढङ्गले जान्छ भन्ने कुरा म एउटा उदाहरण दिन चाहन्छु। हाम्रो नायिका रेखा थापा झापाबाट लड्नुभयो, उहाँको फलोवर 14 लाख 1.4 मिलियन भनेर भनेको थिएँ नि। ल्याउनु पर्ने मत त 20,000 थियो होला, तर धरौडी जप्त भयो होइन। अब अहिले हेऱ्यो अल्गोरिदमले जुन कुरा हेऱ्यो त्यो अर्को आइरहेको हुन्छ। राम्रोसँग हामीले यस्तो कुरा बुझ्नु नपारे 3 सेकेन्डले सारा संसार ध्वस्त बनायो। अब हेर्नुहोस् है, हामी कुन ढङ्गमा एकदम त भनेको छौँ, हामी एकदम न्यू जेनेरेसनका भनेको छौँ, न आमा हुनेछ, न बाबु हुनेछ, न छोराछोरी हुनेछ। कहिले कहिले देखिन्छ नि, सानो बच्चा छ यहाँ खुट्टामा झुन्डिरहेछ, आमा पनि मोबाइलमा बसिरहेछ, बाबु उतातिर मोबाइलमा बसिरहेछ, दिदी उतापट्टि मोबाइलमा बसिरहेछ। अब घरमै पनि जाने हो भने त्यो आत्मीयता, ह्युम्यानिटी भन्ने बिस्तारै हराउँदै जाँदैछ क्या यो। त्यसैले भाइ बहिनीहरूले पनि सम्झिनु पर्यो, हेर्ने हो, अपडेटेड हुने हो, त्यो ल्याउने हो। तर यो नै सर्वसत्य हो र यसैमा लाग्यो भने हाम्रो हालत अब जेनजीले गरेको कुरामा गर्नु त जेनजीले गर्यो, सरकार अपहरण पनि गर्यो, अर्कै गरिसक्यो, अर्कै भइसक्यो होइन। आज आएर 182 सिट भएको सरकारले अध्यादेश ल्याउँछ। अब हिजो गऱ्यो त फटाफट पास गर्न सक्छ नि। त्यसैले यो कुरामा सजग हुनै पर्यो। अब अहिले आएर हुँदा त कुनै जमानामा मसल भएको मान्छेलाई भयङ्कर मान्थे नि, अब त तपाईँ हाम्रो बुद्धिको पनि के काम भयो? त्यो एआई चलाउन जान्नु पर्यो। म कहिले एउटा रेकर्ड छ, म कहिले जन्मिया पनि त्यो पनि भनिदिन्छ, त्यसले न्वारान पनि त्यसले राखिदिन्छ, यो ठिक हो पनि त्यसले भनिदिन्छ भने त अब हामी मान्छे भयो कि भएनौँ क्या। त्यसैले हो यो हुनुहुन्न भन्ने कुरा होइन। अब 24 घन्टा यसमा अब अहिले चाहिँ अस्ट्रेलियाले त्यो ल्याइसक्यो क्या, 16 वर्ष कि त्योभन्दा तलकालाई चाहिँ मोबाइल चलाउन नदिने भन्ने। यो त एउटा डरलाग्दो खालको चाहिँ अवस्था आएको छ। तर यसैमा त्यो 3 सेकेन्डको जुन कुरालाई हामीले चाहिँ त्यो भुलभुलाइमा पर्नु हुँदैन। जसरी अब त्यो कक्रोच जनता पार्टी भनेर ल्यायो, त्यसले भोलि कहाँ के गर्ने हो, के गर्छ आफ्नो ठाउँमा छँदैछ हो। तर पनि हामीले चाहिँ देख्यौँ त्यसरी आएकोमा वास्तविक जीवनमा सफलै हुन्छ भन्ने त हुँदैन। छिटो ध्वस्त गर्ने चाहिँ अब अहिले भाइले अब मिडियामा काम गर्नुहुन्छ, यो यसलाई चाहिँ 10 गुणा बढी बनाएर राख्न सक्नुहुन्छ हो। अनि मेरो हुम्लाको मान्छेले त के भन्नु, 10,000 चाहिँ विद्यार्थीसँग गरेर त्यो त झुटो हो नि त। एकातिर त हामीले झुट कुराहरू गरिरहेछौँ नि हाम्रो दिमागलाई चाहिँ। त्यसैले हामी त्योसँग चाहिँ यो चिजसँग चाहिँ धेरै चनाखो हुनुपर्ने चाहिँ छ। पहिला इन्साइक्लोपिडिया, तपाईँहरूले कतिले त अब इन्साइक्लोपिडिया देख्नु भएन होला ध्रुव सर, ढक्क अब इन्साइक्लोपिडिया भने पनि यहीँ छ, कानुन भने पनि यहीँ छ। सबै त्यो हेर्दा हाम्रो ब्रेनलाई पनि हामी युज नगर्न सक्ने चाहिँ अवस्थामा हामी गइसक्यौँ। अब पहिलाको हेर्नुहोस् न, मल्टिप्लाई गर्नु पऱ्यो भने यति भनेर मुखले भन्थे, तपाईँ हामी 2+2 कति भन्दाखेरि चट्टै हात चाहिँ गइहाल्छ, 2+2 4 गर्ने। यसमा पनि अब यो जेनेरेसन पनि चनाखो हुनुपर्ने भयो कि होइन। दिस इज नट एभ्रिथिङ। यसले चाहिँ हामीलाई चाहिँ सारा गलत बाटोमा पनि लान सक्छ भन्ने पनि सोच्नुपर्छ भन्ने त्यो उहाँहरूले सोच्नु पर्यो। अनि हाम्रा पुस्ताका र हामीभन्दा जेठा पुस्ताकाले यो के गरेर कहाँ हुन्छ त यो केटाकेटीहरूले गरेको कुरा
भन्नु भएन। अहिले त देशमा त अहिले आए त सत्य तथ्य के रहेछ, केपी ओलीले यो रोक्यो भनेर भने होइन, सोसियल मिडिया रोकेको कारणले भनेर आन्दोलन भयो भने अहिले यही आन्दोलन गर्ने सरकारका आइसकेपछि त दर्ता नगरे त हुँदैन रहेछ त भनेर भन्न सुरु गरे त। त्यसैले हामी धेरै भुल भुलिए पनि पर्नु, यसमा आए पनि त्यसलाई थिङ्क एन्ड ब्रिथिङ भन्छ नि, 2-3 चोटि हामी सोचेर यो ठिक हो कि होइन, फेक हो कि सही हो कि। अब त मान्छेको चाहिँ यो हेर्नु त कतिको घरबार बास उडाइदिएछ। म अस्ति हुम्लाको माथिल्लो एउटा ठाउँमा गएको, अनि यस्तो अनुहार हेरेँ, हाम्रो लोकल भोटे जस्तो लागेन, एउटा महिला थिए, अनुहार अलिकति डिफ्रेन्ट टाइपको अर्को टाइपको थियो। मैले सोधेँ, नानी घर कहाँ हो भनेर भनेको त मुस्ताङ हो भन्यो। अनि यहाँ के गर्न आएको भने बिहा गरेर आयो। कसरी आयो भने फेसबुकबाट भन्छ। अब देखाइदिन्छ होइन, रूप नभएका पनि रूपवान बनाइदिन्छ, नाक बाङ्गा भएको पनि सोझो बनाइदिन्छ, खत भएका पनि खत हटाइदिन्छ, फोटोमा हेर्दाखेरि त ओहो भन्ने हुन्छ नि। मैले त्यसको 2 हप्तापछि आउँदाखेरि त्यो केटी त गइसकेछ। अब त्यहाँ पहिला के देखायो होला होइन, अब ट्याक्क सबै फेसबुकबाट ट्याक एआईको जमाना छ, कति घोडा देखायो, कति चौरी देखायो, घर पनि त्यस्तै बनाएर देखायो होला, जाँदाखेरि माटोको छानो छ। लाइभ हेर्नुहोस् न, यसमा पनि हामीले हेर्नुपर्ने छ नि त। अनि यो ख्याल गरेन भने यो देखिरहेको। अब अहिले चाहिँ सबै धेरै जस्तो बिहा के फेसबुक बिहा, डिभोर्स के फेसबुक डिभोर्स। नेपाल जस्तोमा के एउटा यस्तो देश थियो नि हाम्रो, होला दुःख सुख त कति होला त्यो चाहिँ गर्नुहुन्न, तर अहिले दिन प्रतिदिन 2टा कुराले गर्दैछ। यो अल्गोरिदम भन्नुहोस् या के भन्नुहोस् अथवा यो सोसियल मिडियाको कारणले गर्नुहोस्, 2टा कुरा नेपालमा यति वृद्धि भइरहेछ, एउटा डिभोर्स, एउटा आत्महत्या, सुसाइड। टक्क गऱ्यो, सुसाइड नोट लेखेर अस्ति एउटा हेडसरको देख्नु भएन, सर हाल्यो, दुनियाँले ए यो पनि गएछ म पनि जानुपर्छ भनेर अर्कोले सिक्ने भयो त। त्यो त पोजिटिभ नेगेटिभ दुइटै छ, यसलाई मिलाएर सोचेर जानुपर्छ भन्ने हो मेरो चाहिँ सुझाव। एक्ज्याक्टली। खासमा नेपालमा प्रत्येक वर्ष झन्डै 45,000 डिभोर्स हुँदो रहेछ। त्यो 45,000ले चाहिँ करिब 80-90,000 परिवारलाई चाहिँ छुँदो रहेछ। यति धेरै ठुलो इम्प्याक्ट डिभोर्सले चाहिँ देखाइरहेको छ सोसाइटीमा। ठिक छ, मैले फेरि यो अलिकति युवाहरूलाई नै फोकस। अब आजको दिनमा चाहिँ हाम्रो युवाहरूलाई कस्तो शिक्षा र संस्कार चाहिएको छ अथवा आवश्यक छ जस्तो लाग्छ हामीलाई चाहिँ एकदम सर्टिकमा? होइन, अब अहिले त सबैभन्दा ठुलो कुरा चाहिँ इथिक्स भन्छ नि, नैतिक शिक्षा चाहिने रहेछ क्या। सबैभन्दा शिक्षा भनेको अहिले हामीलाई के छ, मसँग यो सर्टिफिकेट छ भन्ने कुरा मात्रै छ। अब कति यहाँ रजनीशका भक्त पनि हुनुहुन्छ होला, कतिले माला लगाइरहेको हुन्छन्। उनले के भन्थे भने सर्टिफिकेट इज अ पिस अफ पेपर विच इज इनसाइड माई ट्रङ्क, द्याट इज ओन्ली द पेपर। तर हाम्रो एजुकेसनको के छ भने जसरी हुन्छ चोरेर भए पनि ठगेर भए पनि त्यो सर्टिफिकेट प्राप्त गर्ने भन्ने। मलाई के भने अब हामीले पनि त्यही गुजारेर आयौँ, अब भाइ बहिनीहरूको पनि त्यही नै हो, ह्युमन बिइङ त त्यही नै हो नि। यसो हेऱ्यो आज पढ्नुपर्ने छैन, भोलि जान्छ, भोलि पढाउँला नि भन्यो, अनि लास्ट दिनमा एक्जाम दिने बेला चाहिँ हामीले पढ्ने, त्यो कुराहरू हामी गरिरहेको हुन्छौँ नि। त्यस कारणले एजुकेसन नलेजको लागि हो, सर्टिफिकेटको लागि मात्र होइन भन्ने चाहिँ सोच्नुपर्छ होला। त्योभन्दा अगाडि चाहिँ कल्चरको कुरा हो क्या, संस्कार भने देखेको छ नि। म पहिला त्यो मैले पनि अहिले हाम्रो संस्कार त कति राम्रो छ नि, नमस्कार भनेर एकदम उ गर्ने हो। अब अहिले त के छ, ए नमस्ते भन्न सुरु गर्यो। त्यहाँबाट चाहिँ अब वास्तवमा हाम्रो कल्चर हात मिलाउने कल्चर त होइन नि त, यो अँगालो मार्ने कल्चर पनि होइन, यो अरूको इम्पोर्टेड। हाम्रो त नजिकको भयो भने बाबुआमालाई भनेर ढोग्ने, घोडामा ढोग्ने, त्यसपछि भयो भने एकदम त्यो संस्कारलाई अब अहिले हामीले के अब हात मिलाउँदाखेरि तपाईँहरू गर्नुहुन्छ, साथीभाइ पनि त्यसको विचारको यो बाटुलीको हड्डी नै खुस्किने गरेर यसो गरिरहेको हुन्छ। हेर्दा सिम्पल कुराहरू हुन्छन्। एजुकेसनमा पहिला चाहिँ संस्कार चाहिँ चाहिन्छ, शिष्टता चाहिन्छ। म तपाईँहरूलाई एउटा उदाहरण दिन्छु, शिष्टता र संस्कारले कतिसम्म चाहिँ परिवर्तन गर्छ भन्ने कुरामा महाभारत हेर्नुभएको छ त। दुर्योधन वास्तवमा राजाको छोरा पनि हो, बाबुलाई अन्धो भनेर एउटा लगाइदिएर भएको हो,
दुर्योधन युवराज पनि हो, हुनुपर्ने हो, सारा राज्य सत्य उसकोमा लागे, तर पनि भगवान किन उसकोमा लागेन? अरू किनभने उसको घमण्डले हो नि। तपाईँले कतिको याद गर्नुभएछ? अहिले त हामी के गर्छौँ, कसैलाई साथीभाइलाई नमस्ते के छ मिठो बोलिदियो भने त्यसले एउटा भावना गर्छ। हामीले पनि मान्छेलाई झुटो बोलाउने हामी कसरी गर्छौँ र? छोराछोरी स्कुलमा जाने भयो अनि उसले झगडा गर्यो, कसैको गालामा हानिदियो, अनि बाबाआमाले थाहा भयो हान्ने भनेर छोरालाई हान्यो, पिटिदियो, अर्कोचोटि जान्छ, फेरि उसले एउटा गल्ती गरेर आएको हुन्छ, भन्छ बाबाआमाले फेरि पिटिदिन्छन्। त्यसपछि त्यो बच्चा बिस्तारै के हुन्छ भने मैले सत्य कुरा बोल्यो भने त मलाई पिटाइ खान्छु मैले, अनि ऊ झुटो बोल्नतिर लाग्छ अरे। एउटा हाम्रो त्यो संस्कार सिकाउने कुराहरू हुन्छ नि। हरेक कुराहरूमा पहिलो चाहिँ संस्कार सिक्ने घरबाट नै। मैले भने नि शिक्षा भन्दा एजुकेसन त के हो त? नलेज भनेको वास्तवमा इन्फर्मेसन मात्रै हो। यु आर कलेक्टिङ द इन्फर्मेसन अल ओभर द वर्ल्ड, होइन? तपाईँहरूको आफ्नो इनोभेसन के छ त? मेरो इनोभेसन के छ? केही छ र? त्यो कहिले कहिले कविता लेख्नेले कविता मात्र आफ्नो इनोभेसन हुन्छ होला। साइन्स इनोभेसन हो त? इमिटेसन हो यो। अरूले गरेको कुरालाई कण्ठस्थ गरेर पढेर त्यसलाई हामीले लागू गर्ने हो। साहित्य मात्र एउटा रहेछ मान्छेले आफ्नो एउटा इनोभेसन गर्ने। अब हाम्रो ध्रुव सर वरिष्ठ वकिल हुनुहुन्छ, उहाँको आफ्नो कानुन के छ र? अर्काले लेख्या कानुन ढट्टका ढट्ट घोगेर त्यसलाई लागू गर्ने नै हो, होइन? त्यस कारणले संस्कार भनेको एउटा छुट्टै कुरा हो। तपाईँ जति पढेको हुनुहोस्, यहाँ छ नि पिएचडी गरे भन्छ, पिएचडी गरेको मान्छे मैले केही ठुला विद्वान, तर उसले मुख चलाउनु आफ्नो कुरा राख्नुभन्दा पहिला मुठी कसेर कुट्न जान्छ त, अनि उसको त्यो पिएचडीको सर्टिफिकेटको के अर्थ भयो? मैले पहिला पनि एकै भाइसँग हामी हुँदाखेरि भन्थेँ कि जस्तै विकास भनेर भन्छौँ नि, विकासको अर्थ के हो? कहिले मेरो सिम्पल कुरा छ कि बिग्रिएको कामलाई सपार्ने नै विकास हो। अब हामी नेपाली कस्ता छौँ? उल्टा छौँ, सब्रिया कामलाई बिगारिदिने। अनि संसारमा हेर्नुहोस्, सानो कुरा त्यो तपाईँहरूले पनि भन्न सक्नु हुँदैन। यो सबभन्दा गाह्रो के हो भनेर सोध्यो भने कसले साइन्स भन्छन्, कसले साइन्स भने केमिस्ट्री भन्छन्, कसले फिजिक्स भन्छन्, कसले के भन्छन्। संसारमा सबभन्दा गाह्रो भनेको नजान्नु हो। जाने सबै सजिलो हो त। किला ठोक्न जानेन भने हातमा ठोकिन्छ। त्यस कारण नजान्नु नै त्यो ज्ञान छ। त्यस कारणले सब पोलाइटनेस, श्रद्धा, एकदम मिठो बोलीले पनि मान्छेलाई गर्न सकिन्छ के। पहिलाका बुढापाकाहरू हेर्नुहुन्छ भने झगडा गर्ने, मुद्दा खेल्ने, तर सँगै बस्ने, भान्सा सँगै गर्ने, भाइले दाइलाई रेस्पेक्ट गर्ने, तर मुद्दा चाहिँ खेल्ने। हाम्रो त के छ भने ढोका यतापट्टि आयो भनेपछि एउटा फलानु त यस्तो राम्रो हो नि, ढोका उतापट्टि गर्ने, यो ढाका हो नि भन्नु सुरु गर्छ। त्यो खालको हामीले चाहिँ शिष्टताले, संस्कार भनेको सभ्यता हो नि, होइन? आहा त्यो मान्छेले कस्तो बोल्यो। तपाईँहरूलाई पनि भएको होला नि, फोनमा हेर्नु न कसैले गर्छ नि। अब खास फोन कम्युनिकेसन कला पनि के रहेछ भने खास हुनुपर्ने। कसैले उताबाट फोन गर्यो भने, विदेशीहरूले प्रायः बाहिरबाट गर्यो भने, फोन गर्यो भने आई एम जोन स्पिकिङ भन्छ गर्ने बित्तिकै। त्यो हुने बित्तिकै अनि तपाईँले यो बोलेको रहेछ भनेर आउँछ नि। अब हाम्रो त अहिले फोन सस्तो भयो, सुरुमा आउँदा 6 रुपियाँ थियो, अनि फोनमा गर्दाखेरि हाम्रो के भने हेलो कहाँ पऱ्यो भन्ने भयो। अब कहाँ पऱ्योमा 6 रुपियाँ गइसक्यो। यताबाट पनि हेलो कहाँ पऱ्यो भने उता उस्तै न्यु खोज्ने मान्छे रहेछ भने कानमा पऱ्यो भन्छ। सिम्पल कला नि। अब मैले बोल्दैछु, मैले फोन गरेँ, मैले एकेजीलाई मैले फोन गरेँ भने हेलो म जीवन बोलिरहेछु भने उहाँले चिने पनि नजाने, म जीवन बोलिरहेछु भने दाइ मैले चिने भन्नुहुन्छ होला नि। अनि फेरि हामी राजनीति गर्ने मान्छेलाई त यस्तो गाह्रो छ, फोन गर्यो हेलो भनेर आउँछ नि, हेलो भन्यो चिन्नुभयो भन्छ। अब फोन नम्बर उ गऱ्यो भने त चिनिन्छ, चिनिन त भन्यो भने के चिन्थ्यौ, अब जितेर गयो के चिन्दा आऊ त। तपाईँले त्यो कुरा मात्र गरेको बुझ्नु भएको छ नि, त्यहाँ क्यालकुलेसन गर्नुहोस् त,
होइन अहिले सस्तो भएर हो, नभए 2-4 रुपियाँ त त्यसै गयो त, क्या चिन्ता भन्दामा 2 रुपियाँ गएको हो। आर्थिक मामलाको हिसाबमा हेर्ने ती हरेक कुराहरू चाहिँ छन् कि त्यसैले एकदम मैले एउटा भन्नु खोजेँ चट्ट गऱ्यो, हेलो म फलानु बोल्दैछु, फलानु बोल्नु भयो हो भनेपछि त त्यो दोहोरो तेह्रो अर्को कुरै आएन नि आफ्नो कुरा राख्ने। अनि फेरि हामी सुरु गर्ने भयो, फोनमा छ इमर्जेन्सी होला, चिया खायो, यो खालको यो पनि एउटा कल्चरभित्र नै पर्ने कुरा हो होइन। साथीभाइलाई कसरी हामीले कुरा गर्ने, सरलाई हामीले कसरी कुरा गर्ने। अब मान्छेमा के छ भने म त एमबिए पढेको भन्यो, एमए को अर्थ के हो त होइन। अब मास्टर हुने मास्टर, त्यसको मास्टर हो, त्यसले कमान्ड गर्छ। पहिला पहिला गाउँतिर मास्टरलाई माइटर भन्थ्यो, अब यो माइटर हुने जस्तो गर्नु भएन कि। त्यसैले एजुकेसन चाहिन्छ, त्यो इन्फर्मेसन हो। विवेक भन्ने कुरो चाहिँ विजडम भन्ने कुरो धेरै महत्त्वपूर्ण कुरा हो। हामीले त्यसैले नपढेको मान्छेलाई ऊ निरक्षर हुन सक्छ तर अशिक्षित भन्न मिल्दैन क्या। हामीभन्दा बढी शिक्षित हुन सक्छ। नेपालको इतिहास लेख्ने 4 जना इतिहासकारहरू क अक्षर लेख्न जान्दैन थियो अरे। त्यो ज्ञान छ नि, त्यो अनुभव छ। त्यसैले अब यो जेनेरेसनले के गर्नु पर्यो भने हामीलाई त सबै कुरा आउँछ, पहिलाकोलाई केही पनि थाहा छैन भन्ने कुरा होइन। जहिले पनि हिस्ट्री हेर्नुहोस् न होइन, न्युटन ल नै अहिलेसम्म त्यही चलेर आएको त हो नि। न्युटन त कहिले अब 200 वर्ष 300 वर्ष अगाडिका हुन्। हरेक कुरा त्यही नै, त्यसलाई इम्प्रुभ गर्दै। कम्प्युटरको कुरा, पहिला कम्प्युटर सिक्दाखेरि अब यो सानसानो भाइ बहिनीहरूलाई त थाहा छैन होला, ध्रुव सरलाई थाहा छ होला, भर्खर कम्प्युटर आएको बेला जुत्ता बाहिर निकाल, कम्प्युटर छ भित्र, कम्प्युटर छ भने। अनि कम्प्युटर कोठाभित्र गयो भने जुत्ता सुत्ता निकालेर यस्तो हुन्छ भने अब ल्याप एन्ड ट्याप होइन, काख हो नि काखमा राख्ने भयो। अब पाम टब आयो, अब अरू आउला, अब यसो यसो हात गरेर पनि आउँछ। के कल्पना गर्नुहुन्छ ती चिजहरू आउँछन्, तर त्यसमा संस्कार जोडिएन भने, संस्कृतिलाई हामीले चाहिँ गरेनौँ भने चाहिँ सर्टिफिकेट डजन्ट वर्क, त्यसले चाहिँ गर्दैन। त्यो चाहिँ शिक्षा चाहिन्छ तर संस्कारयुक्त शिक्षा चाहिन्छ भन्ने कुरामा चाहिँ लाग्नुपर्छ जस्तो लाग्छ मलाई। हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। हामी अगाडिबाट चाहिँ केही क्वेसनहरू लिन्छौँ। कृपया यो माथिको टपिकमा केन्द्रित रहेर यदि तपाईँलाई लागेका केही क्वेसनहरू छ, माननीय जीवनबहादुर सैजुलाई सोध्नुपर्ने छ भने कृपया यहाँहरूले हात उठाएर मजाले सोध्न सक्नुहुन्छ होइन। क्वेसन गर्दाखेरि ध्यान दिनुपर्ने कुरा चाहिँ माथिको टपिक, यहाँ राजनीतिक आक्षेप लाउने भन्दा पनि। सम्पूर्णमा नमस्कार, मेरो नाम चाहिँ उदयमान पङ्गाली। म आफ्नो परिचयलाई धेरै लामो नगरेर क्वेसनतर्फ जान चाहन्छु। माननीय ज्यूहरूले अगाडि बसेर कर्णालीको विषयमा, आफ्नो व्यक्तिगत जीवन घटनाक्रमको विषयमा एकदमै रमाइलो तरिकाले कुराकानी गर्नुभयो। तर मलाई कहाँ एउटा कुरा के छुट्यो जस्तो लाग्यो भने हाम्रो कर्णाली भाषा साहित्यको कला संस्कृतिको क्षेत्रमा चाहिँ एकदम विविधताले भरिएको मानिन्छ। जस्तो म पनि कर्णालीको विभिन्न जिल्लामा पुगेको छु। त्यहाँ एउटा जिल्लाबाट अर्को जिल्लामा जाने बेला त्यो त्यसै फेरि जस्तो लाग्ने कि त्यहाँको भाषा पनि फरक हुने, त्यहाँको चालचलन रीतिरिवाज पनि फरक हुने। अब यो कुरा भन्न मिल्थेन। मान्यज्यू अलिकति कर्णालीको नेतृत्वसम्म पनि पुग्नु भएको थियो। त्यो बेलामा चाहिँ यहाँले त्यो कर्णालीको भाषा र संस्कृतिलाई संरक्षण गर्नको लागि र अहिले पछिल्लो समय चाहिँ कर्णालीमा भनौँ न पुस्तक लेखनको क्रममा र साहित्य क्षेत्रमा चाहिँ अघि बढ्न चाहने युवाहरू एकदमै धेरै हुनुहुन्छ। जस्तो मैले पनि एउटा पुस्तक चाहिँ एउटा प्रकाशनको लागि तयार कसेको थिएँ, तर अलिकति प्रकाशनको समस्या कारणले गर्दाखेरि अल्झिनु पर्यो। यस्तो अवस्थामा चाहिँ तपाईँहरूले के गर्नुभएको छ र तपाईँ पनि साहित्य लेखनमा रुचि राख्नुहुन्छ। तपाईँको आर्टिकलहरू, तपाईँको विभिन्न साहित्यिक लेखहरू मैले पढिरहेको हुन्छु। तपाईँले चाहिँ कर्णालीको भाषा कला र संस्कृतिको संरक्षणको लागि के योगदान दिनुभएको छ र अझै के दिने सोचमा हुनुहुन्छ, बताइदिनु होला। धन्यवाद। यस्तो हो, अब अहिले हामीले कर्णाली प्रतिष्ठान भनेर अहिले हामीले विधेयक पास गऱ्यौँ होइन। अब भाषा संस्कृति कलालाई हाम्रो संरक्षण गर्नुपर्छ, यही नै हाम्रो चाहिँ एउटा सम्पत्ति हो भन्ने कुरा त छ नि। अब कहिले कहिले के हुन्छ भने अब त्यो छ, मैले यो गरेँ तिमीले चाहिँ यो गर्न सकेनौ कि भन्ने कुरो त्यो अर्को पक्षको कुरा हो। अहिले हामीले चाहिँ कला प्रतिष्ठान भर्खर अस्ति भयो, अब राजपत्रमा निस्किन्छ। त्यसपछि त्यसका प्रोसेसहरू चाहिँ अगाडि बढ्छ। किन कानुन हरेक कुरामा पनि मुखले मैले यसो भने भनेर हुने कुरा होइन। कानुन बनाउनु पर्यो, कानुन पास भएको छ।
त्यसैले अहिले चाहिँ भाषापर चाहिँ पुरस्कार दिने होइन, लेखकहरूलाई पुरस्कार दिने चाहिँ हामीले सुरु गरेकै छौँ। साहित्यलाई भयो, अरू विद्याको पनि दिएछ, अहिले पनि हिजो अस्ति तपाईँहरूलाई गरेछ जस्तो लाग्छ, त्यो दिने हो। यसलाई प्रमोट गर्नको लागि त लागेकै छौँ होइन। त्यसैले त्यहाँ मन्त्रालय छ, त्यो मन्त्रालय अन्तर्गत अघि पनि यहाँ कार्यक्रम भयो नि, हामी आउनुभन्दा अब तपाईँहरू हुनुहुन्थ्यो, त्यो कार्यक्रम पनि सरकारले नै गरेको हो त, सरकारकै सहयोगमा गरेको हो। जस्तो कि हामीले डाक्टर साहबको किताब विमोचनमा गर्ने अनि अरूको चाहिँ गर्ने कुराहरू चाहिँ हामीले गरिरहेछौँ, प्रयास गरिरहेछौँ। तर के हुन्छ भने अझ कुरा आउँछ अन्ततगत त्यो डेनिसहरूले भन्छ क्या, उनीहरूले लेट्स बी प्र्याक्टिकल भन्छ, त्यो भनेको अन्तिममा आएर चाहिँ अर्थमै आउँछ होइन। आर्थिक अवस्था अलिकति कमजोर भएको अवस्थामा अलिक धेरै हुन नसकेको होला, त्यसमा चाहिँ प्रदेश सरकार चाहिँ लागेकै छ र हामी पनि लाग्छौँ। अब यहाँहरूले गर्दाखेरि यो अघि नै उहाँले भन्नुभयो नि, राजनीति हिसाबले कुरा गर्दाखेरि अर्को कुरा हुन्छ, यो त के हो त, जीवन कसरी जान्छ भन्ने कुरामा चाहिँ यसमा व्यक्तिगत नेतृत्व भनेको फेरि चाहिँ राजनीतिक नेता मात्रै होइन, तपाईँ पनि नेता हो, एउटा स्कुलको पनि नेता हुन्छ, घरको पनि नेता हुन्छ। लिडर भनेको हाम्रो फेरि दिमागमा के हुन्छ, नेता भनेको त्यो राजनीति गर्ने मात्रै नेता भन्ने हुन्छ, त्यो चाहिँ होइन। तर तपाईँले भने जस्तो त्यसमा चाहिँ हामीले अहिले भर्खरै विधेयक फेरि पनि दोहोऱ्याएर भने विधेयक पास गरेका छौँ, त्यसमा हामीले गर्ने प्रयास चाहिँ गर्छौँ। हाम्रो सम्पत्ति त्यही हो त, त्यसलाई जगन्नता गर्नु पर्यो। त्यसैले कहिले यहाँ देउडा नाच भइरहेको हुन्छ, सरकारले पनि अलिअलि गरेकै हुन्छ। अस्ति भर्खरै खस आख्यान भनेर किताब निस्क्यो, त्यो पनि प्रदेश सरकारले सहयोग गरेको, त्यो भइरहेछ। माननीयज्यू नमस्कार, मेरो नाम सुगम गौतम हो, घर मेरो दाङ हो। अहिले म यहाँ वीरेन्द्रनगर नगरपालिकामा पनि कार्यरत छु। माननीयज्यू अमेरिका पढेर आउनुभएको हुनाले यो प्रश्न, हामी नेपालीको जुन सभ्यता छ, शिष्टता छ, हामी कसैलाई बाटोमा देख्यौँ र ऊ अलमलमा परेको छ भने उसलाई बाटो देखाइदिन, हाम्रो आफ्नो काम छोडेर भए पनि बाटो देखाउन खोज्छौँ, भनौँ न, उसलाई सहयोग गर्न खोज्छौँ। यो सभ्यता र हामीले सुनेको विदेशको सभ्यता चाहिँ खासै अब बाटोमा अलमल परेको मान्छेलाई हामी त्यहाँ सहयोग गर्दैनन् रे भन्ने चाहिँ सुन्नमा आउँछ। एउटा यी दुईवटा देशको, नेपाल र अमेरिकाको यस्तो सभ्यतामा के भिन्नता देख्नुभयो हजुरले, र कुन चाहिँ राम्रो हजुरको पक्षबाट एउटा यो बताइदिनु पर्ला। र म सहरी योजनाकार पनि हो, अर्बन प्लानर। सो मैले सोध्न खोजेको अर्बन प्लानर हजुर, सहर योजना, त्यसमा चाहिँ अमेरिकाको ठुला ठुला सहर, न्युयोर्क सिटी, डालस जस्ता सहरहरू र हाम्रा अहिले नेपालमा राइजिङ सिटिजहरू, जसलाई मैले वीरेन्द्रनगरलाई पनि एउटा इक्जाम्पल लिने गर्छु, यी सहरहरूमा चाहिँ हजुरले कस्तो भिन्नता देख्नुहुन्छ र हामीले त्यस्तो बनाउनलाई के चाहिँ हामीले वर्कआउट गर्नुपर्छ, यसमा अलिकति बताइदिनु होला। थ्याङ्क यू। एकदम राम्रो। अब यस्तो छ कि हामीले सुनेका कुरा गर्छौँ। अब हाम्रो ठाउँमा अहिले तपाईँले कतिको याद गर्नुभयो, नयाँ पुस्ताकाहरूले बाटो कता भनेर सोध्दै, किनभने सबैले मोबाइलमा यसो हेर्ने भयो बाटो फलान ठाउँमा रहेछ। सुरुमा जुन बेला म जाँदाखेरि त्यो बेला यसरी इन्टरनेट यसरी डेभलप भइसकेको थियो, उनीहरू पनि एकदम हामीभन्दा पोलाइट छन् त। अब यहाँ सुनाइदिन्छन्, त्यो के अरे वास्तै गर्दैन, एउटा घरमा बस्यो। अब यो पनि यहाँ पनि त्यही हो नि, तपाईँले कतिको याद गर्नुभएछ, हामी यहाँ चाहिँ डेरामा बस्यौँ भने पल्लो घर पल्लो घरसँग धेरै जस्तो चिन्जानै हुँदैन त, सहरीकरण भइसक्यो नि। बाहिर त्यो चाहिँ कसले वास्ता गर्दैन, यस्तो गर्दैन भन्ने कुरो त्यो चाहिँ मैले आफूले बसेको जुन सिटीमा, स्याटल भन्ने सिटीमा म बसेँ, त्यो उनीहरूको स्टेट चाहिँ वासिङटन हो। हामीभन्दा ओहो यिनीहरूको संस्कार भन्ने जस्तो लाग्छ। हामी नेपालीहरूको पूर्व र पश्चिममै पनि पूर्वेलीहरूको बोल्ने र हामी पश्चिमका ठाडा छौँ त होइन। तपाईँले सुर्खेतकै पनि म पसलतिर एक दुईचोटि फलान चिज छ भने हेर्दै के चाहियो होइन, उनीहरूकोमा कस्तो हुन्छ भने एक्सक्युज मी सर वाट यु वान्ट, एकदम त्यो चारजना मान्छेले त्यो गर्यो भने त्यो हुँदैन भन्ने कुरो होइन। अनि तपाईँहरूले विदेशी हेर्नुभयो भने विशेष गरेर अलि प्रत्येक शब्दमा थ्याङ्क यू भन्छ। त्यो केही गर्नुभयो, घर बाबाआमालाई पनि चिया दियो थ्याङ्क यू, अलिकति केही भयो सरी। हामी त के थ्याङ्क यू स्याङ्क यू त कहिल्यै छैन, ठोकियो भने झन् आँखा गरेर हिँड्छौँ। पहिलाको कुरा हेर्ने हो भने केही थियो क्या मेरो भने, अहिले एकदम हाम्रो त संस्कार बिग्रेको छ नेपालमा त। हामी त एकदम क्या अब बाटोमा पनि हतार हिँड्छौँ नि, ड्याङ्ग ठोक्यो भने उनीहरूको अलिकति ठोकियो भने सरी भनिहाल्छ, हामी त त्यो पनि भन्दैनौँ।
त्यसैले त्यो उनीहरूको यस्तो के वास्ता गर्दैन त्यो भन्ने होइन, मान्छे बिजी हुन्छ। फ्रान्समा चाहिँ के छ भने तपाईँले एक्सक्युज मी भनेपछि उनीहरूले चाहिँ नसुने जस्तो, सकभर आफ्नो देशको फ्रेन्च भाषा बाहेक अङ्ग्रेजी बोल्न नचाहने। तर अमेरिकामा त्यस्तो छैन। तपाईँ सरर बाटोमा हिँड्नु भएको छ। अहिले अमेरिका त के भइसक्यो भने अमेरिका पहिला म जाने बेला म एउटा तपाईँलाई घटना, यहाँ त राम्रै स्कुलमा पढेको, अङ्ग्रेजी पनि राम्रै आउँछ जस्तो लाग्थ्यो। अब गयो हामी त थर्ड भनेर पढाएन हो, अनि बर्ड भनेर पढाएन हो। त्यहाँ गयो भने थर्ड भन्यो भने वाट एक्सक्युज मी पार्डन भनेर भन्छ क्या। अब के भने ओ थर्ड गर्छ होइन, त्यस्तो खालको उनीहरूको प्रोनाउन्सिएसन थियो। अहिले तपाईँहरू जानुभयो भने जस्तो बोल्नु सबले बुझ्छ, किनभने संसारका मान्छे त्यही छन् त। नेपाली मात्रै 3 लाख पुगिसकेको छ। टेक्सासमा म अस्ति बिचको बेला टेक्सासमा गएको थिएँ, त्यहाँ त के अरे वीरेन्द्रनगरमा यो माथिका के अरे के भन्छ यो एरिचोकमा गयो भने जुन कुनामा भेट्यो भने कालीबुढी भेटिन्छ नि त्यो एरिचोकमा, त्यस्तै त्यो ड्यालसमा जहाँ जुन कुनामा छ नेपाली भेटिन्छ होइन। त्यसैले त्यो जुन सुनाएको त्यो कुरा हो। अनि अर्बनको कुरा भन्नुभयो, हाम्रो यहाँ त यो हेर्नु न कति राम्रो त्यो माथिमा उसले बनाएको कुरो, राजा वीरेन्द्रले गरेर त्यस्तो बनेको। त्यो बेला प्लानिङ भयो। अब यही पनि 10 वर्ष अगाडि सुर्खेत कस्तो थियो तपाईँलाई थाहा छँदैछ। अनि मान्छेले काम गरेको कन्टिन्युएसन गर्ने। अर्बन प्लानिङमा हाम्रो प्लानिङ चाहिँ नै भएन क्या, काठमाडौँ नै त्यस्तो खत्तम भयो। अबको प्लानिङमा चाहिँ सुरुमा नै होइन उनीहरूले के गर्छ, अमेरिकाले के गर्छ जहाँ जस्तै अब हामीले राकामा बनाउने भनेको छौँ नि, सरल लग्यो यहाँ हस्पिटल, यहाँ स्कुल, यहाँ पहिला प्लान बनाएर अनि कसको घरहरू कहाँ बनाउने भनेर गर्छन्। अब हाम्रो त के छ त, यसो भएन भने लापा खेल्न आइहाल्छन्। त्यसैले प्लान चाहिँ पहिला नै, अर्बन प्लान चाहिँ पहिला नै गरेर अब बनाइसकेर भत्काउन धेरै गाह्रो हुँदो रहेछ। अहिले जति पनि टालटुल गरे जस्तो हुँदो रहेछ कपडा फाटेकोमा। त्यसैले राइजिङ सिटीमा पहिला नै त्यो प्लानिङ गरेर अनि मात्र बस्ती बसाउँदाखेरि राम्रो हो जस्तो लाग्छ। अब अलिकति कठिन चाहिँ कठिनै छ। हस्, म माननीयज्यूलाई चाहिँ एउटा इन्सिडेन्ट जोड्छु र यो सक्छु। 2077 असोजमा तपाईँले चिनले हुँदा क्षेत्रको सीमा मिचेको दाबीसहित विरोधमा उत्रिनु भयो, सदनमा चर्को विरोध गर्नुभयो। लगत्तै कङ्ग्रेसलाई चिनले चिठी लेख्दै सीमा समस्या समाधानमा बिपीको ठुलो योगदान भएको कुरा अवगत गरायो र 11 नोभेम्बर 2020मा चिनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जिटी अनुसन्धान भनेर चाहिँ चिन विरुद्ध नेपाललाई उक्साउने मनोगठन्ते रिपोर्टको पछाडि को छ वाट भन्ने शीर्षक राखेर त्यो आलेखमा चाहिँ तपाईँलाई अमेरिकी एजेन्ट र कङ्ग्रेसलाई भारत प्रस्त देशको आरोप लगायो। त्यसको केही समयपछि तपाईँले चाहिँ मलाई भूराजनीतिक थ्रेड भयो भनेर अभिव्यक्ति दिनुभएको थियो। एउटा विश्वकै उदयमान शक्ति राष्ट्र एउटा जीवनबहादुर साईको पछि लाग्दा चाहिँ कतिको थ्रेड आउँदो रहेछ, अलिकति एकदम छोटो मतिले पार्दैन। अब जस्तो अहिले पनि भइरहेछ नि, त्यो बेला हाम्रो सीमा चाहिँ म त त्यहीँ जन्मिएको त्यहीँ हुर्किएको होइन, यो भूमि मैले प्रयोग गरिरहेको थिएँ भने मेरो त भन्ने भयो नि। त्यहाँ अहिले पनि तपाईँहरू गएर हेर्नुभयो भने यता लिमीको कुरामा त नक्सा हिल्सामा जानुभयो भने पिलर माथि बार लगाएको छ, कोही बोल्न सक्दैन। यी देशका सबै मान्छेहरूले के भन्छन् भने हो मिचेको छ, कोही बोल्न सक्दैन। थ्रेड त कस्तो होइन, कस्तो डर भनौँ न, पार्टीलाई त्यस्तो लेख्यो, मुखपत्रमा त्यस्तो लेख्यो हो। अनि एउटाले लेख्यो अब म जस्तो मान्छेलाई एउटा मार्नलाई त के गाह्रो थियो। तर उनीहरू कसरी गयो भने यसलाई जसरी भयो भने फसाउनु पर्छ भन्ने हिसाबमा पनि गएकै हो होइन। त्यो मलाई चुनाव हराउन पनि भयङ्कर लागेकै हो। धेरै धेरै षड्यन्त्रहरू भयो, तर वास्तवमा त्यो सीमा उनीहरूले हडेर लगेको। अब अहिले म्यापमा देखाइरहेको छ, तपाईँहरूले यहाँ हेर्नुभयो भने हाम्रै देशभित्रको पनि गुगल म्यापले मात्रै सबै त्यो एरियाहरू सही छ भन्ने हुँदैन नि, त्यो देखिरहेको छ त। पछि चाहिँ सरकारले पठायो, त्यसले गर्दाखेरि हामीले 6 नम्बर पिलर त फिर्ता लिउँ त। यदि त्यो नभएको भए त
के गर्थे। अब त्यो थ्रेडको कुरा उनीहरूले दिने कुरा देखिहाल्नु मुखपत्रमा हाम्रो गोर्खापत्रले लेखा जस्तो त हो नि होइन। प्रो इन्डियन भन्यो, प्रो अमेरिकन भने। मैले प्रो इन्डियन र प्रो अमेरिकन हुनुपर्ने अवस्थै छैन नि। हामीले हुनुपर्ने त कि प्रो चाइनै हुनु पऱ्यो कि प्रो हुम्लै हुनु पऱ्यो त। त्यो चाहिँ एकदम तपाईँ एउटा कान्तिपुरको मान्छे पनि कहाँ गएको भन्ने थाहा छँदैछ। अब ठुलो देशले जे गरे पनि हुन्छ। त्यो अब हाम्रो देशका लागि कसैले बोल्न सक्ने चाहिँ ऊ चाहिँ छैन। तलतिर अलि हिन्दी सिन्दी आउनेहरू अरे भाइ ऐसा करता है उसा करता है भन्न सकेका हुन्, नत्र बोल्न सक्ने अवस्थामा चाहिँ छैनन्। त्यो इस्यु उठाए तर सबै मान्छेले के बाप रे है त खतरा कुरा चाहिँ उठाएको हो तर बोल्नुहुन्न भन्छन्। अब कुरा त्यही धेरै के अर्को कुरा चाहिँ के रहेछ भने एकदम मैले सटिकमा आन्सर चाहन्छु। 2073 असोज 19 गते क्यानाडाको सदनलाई पहिलोपटक नेपालको कुनै मन्त्रीले सम्बोधन गर्नुभएको छ। त्यो मन्त्री तपाईँले हुँदो रहेछ खासमा। त्यो कसरी सम्भव भयो? क्यानाडाको त्यो सिनेटमा चाहिँ फर्स्ट टाइम नेपालको मिनिस्टरले बोल्दै गर्दा त्यो सँगै कसरी जोड्यो? र त्यहाँ चाहिँ तपाईँहरूले अर्को के पनि गर्नुभएको छ भने एउटा सांसदहरूको एउटा टिम पनि के गठन पनि गर्नुभएको छ। त्यसले चाहिँ कतिको काम गर्यो दुई देशको मित्रवत सम्बन्धलाई चाहिँ? एकदमै सटिकमा आन्सर दिनुभयो। अब यो म पर्यटन मन्त्री भइसकेपछि मोन्ट्रियलमा यो आइकाओको मिटिङ हुन्छ, त्यसमा म पहिला गएको थिएँ। त्यहाँ चाहिँ तपाईँले बेला बेलामा सुन्ने गर्नुहुन्छ नि यो कालो सूचीमा परेको, ब्ल्याक लिस्टमा परेको भने। अनि मैले के भनेँ भने त्यो बोल्ने क्रम थिएन। एउटा को जापानिजले बोल्नुपर्ने रहेछ। त्यो चाहिँ आएर चाहिँ त्यत्रो ठुलो अब यो 200 राष्ट्रका मान्छेहरू भए। 200 राष्ट्रका मान्छेहरू भइसकेपछि जापानिजले बोल्नुपर्ने रहेछ। अनि मलाई चाहिँ आएर हाम्रो डिजीहरूले ल तपाईँ बोल्नुपर्ने भयो। यहाँ चाहिँ त्यो यसरी बोल्ने कुरामा भन्दा मैले प्रिपेयरै छैन कसरी बोल्ने के हो भन्ने कुरा गरेँ। होइन बोल्नुहोस् न, अब त इङ्ग्लिस तपाईँको राम्रै छ, 2-4वटा पोइन्ट हामी टिपौँला भने। अनि मैले त्यो फोरममा चाहिँ के भने जुन देशले जहाज बनाउँछ त्यो देशले जहाज पठाउँछ अनि हामी कहाँ आएर तिम्रै देशमा जानको लागि चाहिँ ब्ल्याक लिस्ट कसरी हुन्छ? यो त हामीलाई हेपेको कुरा हो नि। गरिब देश भनेर हेपेको कुरा हो। यो कुरा चाहिँ हामीले चाहिँ टोलरेट गर्न चाहिँ हामीले सक्दैनौँ। यो हटाउनुपर्छ भन्ने कुरा मैले त्यहाँ राखेँ। अनि त्यो बेला अफ्रिकामा वर्ल्ड फुड प्रोग्रामले नेपालका हेलिकप्टरहरू युज गरिरहेको थियो। तिमीलाई चाहिएको ठाउँमा तिमीले चाहिँ यो हेलिकप्टर युज गर्ने, यु आर युजिङ आवर हेलिकप्टर्स। वाइ दे आर नट एबल टु ल्यान्ड इन योर ओन कन्ट्री भनेर मैले चाहिँ द म्यानुफ्याक्चर हेज बिन डन इन पेरिस, म्यानुफ्याक्चर हेज बिन डन इन क्यानाडा। तिम्रो देशमा बना अनि नेपालमा जाने बित्तिकै चाहिँ ब्ल्याक लिस्टमा राख्नुपर्ने हो। हाम्रा कमी कमजोरी त हामी सुधार्नु भने अलिकति मैले जे पर्ला भने ठोकिदिएको थिएँ। त्यसपछि त्यो क्यानेडियन सरकारलाई चाहिँ गजब लागेछ चाहिँ नेपालको मिनिस्टर त यो त कडै बोल्दो रहेछ भनेर। अनि त्यहाँ पनि मलाई पहिलोचोटि देशका गएका प्रधानमन्त्री कसैले पनि भाग लिन पाएका रहेनछन्। त्यहाँ पनि कति कडा। यहाँबाट जाँदाखेरि के भन्छ टाइवानको विषयमा बोल्न पाइन्न भन्छ। त्यसरी कहिले कहिले हेर्दाखेरि डाइरेक्टर कसका को छन् अनि अलि खरो मान्छेलाई जसरी भए पनि कहाँबाट हुन्छ फसाउनु पर्छ भनेर सिद्ध्याउनु पर्छ भनेर त्यो लाग्छ। अनि त्यो अब के छ त त्यो गर्ने मान्छे पनि तपाईँलाई भोलि जे केस लगाइदिए पनि भयो, धेरै दुःख पाइयो भने त्यो बेला चाहिँ मैले त्यो चाहिँ चान्स पाएको थिएँ। त्यो चान्स पाएको आइकाओमा अलिक कडा रूपमा बोलेको हुनाले क्यानेडियनहरूले चाहिँ हो, किनभने हाम्रो ट्विन लिडर त क्यानाडामै बनेको छ नि त। त्यसपछि मैले त्यो चान्स चाहिँ पाएको हो। अनि हामीले एउटा फोरम बनायौँ, नेपाल क्यानाडा फ्रेन्डसिप भनेर सांसदहरूको एउटा बनाएर। त्यसले गर्दाखेरि अहिले धेरै राम्रो भएको छ। अब मान्छेहरूले भन्छन् नि गरेको कुराहरूमा तपाईँहरूलाई मैले अघि अब यो चाहिँ त्यो तपाईँलाई सुन्न पनि चासो हुँदैन होला। नेपालमा इन्जिनियरले हुँदैन भनेको बाटो चाहिँ उत्तरबाट दक्षिण मैले जोडेको, कुनै पनि इन्जिनियरले हुन्न भनेको। अहिले आएर हेर्दाखेरि ओहो यस्तो ग्रेडिङ मिलेको बाटो चाहिँ भनेर भन्छन्। अब भाइ त इन्जिनियर पनि भयो हुनाले मैले भन्छु यदि इन्जिनियरले बनाएको भने यो ग्रेडिङ मिल्नेवाला थिएन। मसँग थेरोलाइट पनि थिएन, एमनी लेभल पनि थिएन, अल स्टेसन पनि थिएन। मेसिनले बनायो अनि पिकअप आफूले चलाएर लग्यो, मोडमा लग्यो, राम्रोसँग चाहिँ गाडी गयो भने पास भन्दाखेरि सबभन्दा राम्रो ग्रेडिङ त त्यसरी मिल्दो रहेछ क्या।
यस्तै यस्तै कुराहरूले चाहिँ त्यो चाहिँ अपर्च्युनिटी चाहिँ मैले त्यसरी पाएको हो। अनि उहाँको बारेमा खोज्दै जाँदा एउटा रोचक चाहिँ के भेटायो भने उहाँ चाहिँ विश्वका 30वटा भन्दा बढी देशमा घुमिसक्नु भएको छ। अलिक पुरानै रेकर्ड थियो त्यो चाहिँ। अनि नेपालका पनि 75वटा जिल्ला घुमिसक्नु भएको छ। यो फुर्सदसँग धेरै मिल्छ। अथवा घुम्नु भनेको चाहिँ मान्छेको सोचको दायरा बढाउनु हो, एकदमै सटिकमा। किनभने साथीहरू अझै सोध्नु भएको छ। अब यो भिजिट भनेको कस्तो हो भने अब मैले धेरै अब साइन्सेसहरू पाउँदाखेरि जिल्ला विकास समितिको सभापति हुँदा मलाई त्यो बेला कङ्ग्रेसको भनेर भन्दैन थिए युएनडिपीले। अलिकति बोल्ने ब्लकड यताउता भयो भने त्यो बोल्ने भनेका कम्युनिस्टै हुन् भन्ने सोच्दा रहेछ। अब कुनै फोरममा गयो कुरो राखेपछि इन्भाइट गरेँ। मैले आफ्नो उसबाट गरेँ धेरै जस्तो चाहिँ सरकारी उसमा नै गएको, त्यो प्रोग्राममा जाने भएको हुनाले त्यसरी गइयो। अब यहाँ चाहिँ पार्टीका काममा भयो, यहाँ पनि मन्त्री हुँदाखेरि लुम्बिनीमा जाऊ भन्ने भयो, उता ताप्लेजुङमा जाऊ भन्ने भए। म विशेष गरेर त्यो घुम्ने भनेर जानुभन्दा पनि कामको सिलसिलामा चाहिँ यी सबै। अब उतापट्टि महाकालीतिर म किन पुगेँ भने त्यो म महाकाली इन्चार्ज थिएँ के भनेपछि 5वटा जिल्लामा जानु परिहाल्यो। अब यो आफ्नो प्रदेशमा त मुख्यमन्त्री भएपछि 2-3 चोटि गइयो। त्यसरी गएको, फुर्सद भएर गयो भने काममै गएको। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। हामी कार्यक्रमको अन्तिम चरण आएका छौँ र एकेजीलाई पनि धेरै धन्यवाद। हाम्रो यो यहाँको भाइहरूलाई पनि धेरै धन्यवाद। र विशेष गरेर भाइ बहिनीहरूलाई मैले लाइफमा एउटै मात्र अन्तिममा तपाईँहरूलाई के भने अनेस्टी जब हुन्छ नि, तपाईँले एउटा कुरो चाहिँ बुझिरहेको जो मान्छे अनेस्ट हुन्छ त्यसले धेरै दुःख पाउँछ। त्यो चाहिँ तपाईँले याद गर्नु। फटाइ गर्ने मान्छे ऊ जहाँ पनि चुकेको हुन्छ क्या। अनेस्ट हुन्छ नि दुःख पाउँछ, तर त्यो अनेस्टीको बाटो र कल्चर चाहिँ बिर्सिनु हुन्न। त्यो भयो भने मैले भने नि कहिले कहिले मलाई मान्छेले भन्छन् कि अब मैले हुनुपर्ने के छ त भन्छु कहिले। हुम्लाको त्यो भिरमा मलाई फेरि गर्व। हेर्नुहोस्, हाम्रै ठाउँका पनि यहीँ सुर्खेतका पनि पहिला काठमाडौँ जाँदाखेरि अलिक गाउँको मान्छे हो भने म वीरेन्द्रनगरको भने, अनि हाम्रा हुम्ला जुम्लाका मान्छेहरू त कसैले पनि हुम्ला जुम्लाको नभन्ने, घर कहाँ हो भने सुर्खेत नेपालगञ्ज भन्ने। त्यसरी आफ्नो भूमिलाई होइन उ गर्नुपर्ने कुरा पनि केही पनि छैन। गर्वका साथ म आज पनि एकेजीसँग मेरो चाहिँ अब चिन्जान भइसक्यो। जहिले पनि म कहाँको हो, म हुम्लाको होइन। छाप्रो त एउटा सानसानो नेपालगञ्ज पनि होला, काठमाडौँ म फलानु भन्न सकिन्थ्यो नि, तर आफू जन्मिएको भूमिलाई। अब बाहिर जाँदाखेरि पनि हाम्रो धेरै साथीहरूले अलिअलि आँखा चिम्ची जस्ता भएका भयो भने हामी चाइनिज गरेर गर्छौँ हो। अलिकति अब हामी जस्ता भयो भनेपछि हामी इन्डियन। किन इन्डियन भनेपछि अमेरिकनले जहाँ पनि चिन्छ। नेपाली भन्न कति ठाउँमा चाहिँ डराउँछन् किन भ्यालु नै छैन नि। त्यसैले यी ल्याङ्ग्वेजहरूको पनि हामीले त्यो भ्यालु अब हाम्रो पैसा यहाँबाट इन्डिया लिनुहोस्, दिल्ली लिनुहोस्, कागज भएको त, तर इन्डियाको पैसा अहिले संसारभरि चल्छ होइन। त्यस कारण आफ्नो भ्यालुलाई चाहिँ त्यो संस्कारलाई चाहिँ नछोड्नुहोस् हो। अनि सङ्घर्ष भइरहन्छ लाइफमा। फेरि कहिल्यै नसोच्नु होला कि मलाई यो भएन भन्ने होइन क्या। एउटा मान्छे भएर जन्मिसकेपछि दुःख नहुने कुरा कसैलाई हुँदैन। अप एन्ड डाउन हुँदै गर्छ। मुटुको धड्कन चाहिँ अप एन्ड डाउन भएन भने हामी मरिहाल्छौँ नि। त्यसरी जीवनमा पनि सुख र दुःख भइरहन्छ। तर म राम्रो गर्छु भन्ने लाग्नुभयो भने सबै कुरा राम्रो हुन्छ। र मेरा कुराहरू, मेरो जीवनका अनुभव यी सबै भन्ने हो भने त कति कति अब तपाईँहरूलाई निन्द्रा लाग्दासम्म हुन्छ। पाठको कुराहरू होला। सिम्पल उहाँहरूले चाहिँ हुम्लाको अनि मेरो गाउँ पुगेको मान्छे यसो हेर्छन्, त्यो भिरमा जन्मिएको। म एकपल्ट गएँ त्यो उसमा कार्यक्रममा गएँ अनि अस्ट्रेलियन पाइलट थियो, लगेर गयो। मेरो गाउँमा चाहिँ हेलिकप्टर ल्यान्ड गर्ने ठाउँ पनि छैन, यस्तो भिरालो छ नि त, बल्ल बल्ल राख्यो। अ पर्सन हु वाज बोर्न इन दिस क्लिफ बिकेम अ टुरिज्म मिनिस्टर अफ नेपाल। इट्स एमेजिङ भन्थ्यो क्या। त्यसैले मैले जहिले पनि भन्छु नि, कहिल्यै पनि यस ठाउँ यो ठाउँ भनेर नहेप त्यो ठाउँमा एउटा जन्मिन सक्छ होइन। अब तपाईँहरूको माया ममता जिल्लावासीको देशकै पनि मैले एउटा कहिले कहिले वडा सदस्यबाट सङ्घीय मन्त्रीदेखि मुख्यमन्त्री भयो, अब एउटा बाँकी भएको पूर्व प्रधानमन्त्री भन्न बाँकी त हो नि। त्यस्तो सोच्ने हो भने होइन र, त्योभन्दा प्राप्त बढी के हुनेछ? केही पनि होइन। त्यसैले जहिले पनि मेरो भूमिमा म फर्किन्छु भन्ने सम्झिनुपर्छ क्या। म यहाँ आएको चाहिँ अब तपाईँहरूलाई सबैलाई मैले एउटा चाहिँ
पनि भनिहालेँ, हुम्ला जिल्लामा आजका दिनसम्म म यति लकी छु कि मेरो पार्टी मात्र होइन, सबैले जीवन जानुपर्छ भने म सँगै जान्थेँ। तर म यहाँ बस्यो भने केही गर्न सकिन्छ कि भनेर आएको हो। तर चाहे जस्तो हुन सकेको छैन, तर भावना चाहिँ म राम्रो गर्छु भन्ने छ। ल, तपाईँ सबैलाई धन्यवाद, तपाईँलाई धन्यवाद।